नमस्ते साथीहरू, गुड मर्निङ, नमस्ते है त। लामो समयको यो ब्रेक पछाडि साथीहरू अब आजबाट हामी फेरि हाम्रै मिसनमा फर्किसकेका छौँ। रेमन सर, सृजना म्याडम दुवैजनालाई गुड मर्निङ है त। ल अरू को हुनुहुन्छ साथीहरू? अब काठमाडौँको यो रेनी मर्निङ है, कुल मर्निङमा सबै साथीहरूलाई फेरि एकपल्ट मैले स्मार्ट जिकेको यो डिजिटल प्लेटफर्ममा स्वागत गर्दै आजको नयाँ टपिक म सुरु गर्न गइरहेको छु। सुषमा म्याडम गुड मर्निङ है त। ओके साथीहरू, आज हामी एउटा अर्को एकको पार्टमा छौँ। यो हामी हाम्रो भ्याकेसन अगाडि पनि एक्ट रिलेटेड टपिकमै हामी कन्टिन्यू थियौँ, त्यसैको यो निरन्तरता हो है। र यसमा कुनै एक्टहरू अब कतिपय साथीहरू अब नयाँ पनि एडमिट हुनुहुन्छ होइन, उहाँहरूको लागि अब सबै साथीहरूको लागि हामी फेरि अर्को चरण एक्टको क्लास सुरु गर्नेछौँ। यो हामीसँग भइरहेको त्यही क्लासको यो एउटा कन्टिन्युटी हो। र जो साथीहरू आजैबाट जोइन गर्नुभएको छ उहाँहरूको लागि यो इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063 आजको फर्स्ट डे हो है त साथीहरू। र सदा चाहिँ हामी यो एक्टको लेटेस्ट भर्सनबाट सुरु गर्छौँ। र मैले सबै साथीहरूलाई बुझाएको छु, भनेको छु कि हामीले जहिले पनि एक्ट हेर्दाखेरि मूल एक्टबाट हेर्नुपर्छ। र त्यो मूल एक्ट भनेको चाहिँ नेपाल ल कमिसनकै वेबसाइटमा हामी पाउँछौँ है। र अहिलेको लेटेस्ट हाम्रो यो एक्टको सबैभन्दा पछिल्लो भर्सन भनेको केही नेपाल ऐन संशोधन गर्ने ऐन 2082 भन्छौँ हामी। 2082 साउन 14 को लेटेस्ट एमेन्डमेन्ट सहित हामी यो पढ्नेछौँ है त। मेन सर गुड मर्निङ है त। ल यो एक्ट हाम्रो हेर्नुहोस् है, फेरि पनि विद्युतीय कारोबार एक्ट। यसलाई अब मैले हाम्रै उसमा राखेको छु, हाम्रै प्याटर्नमा राखेको छु। यसरी पढ्दाखेरि सजिलो पनि हुन्छ। यो आई थिङ्क हजुरहरूको ग्रुपमा आइसकेकै होला। यदि आएको छैन भने पनि अहिले हाम्रो क्लास सकिने बित्तिकै अभय सरले यो हजुरहरूको ग्रुपमा पठाइदिनुहुन्छ है साथीहरू। र यही एक्टलाई मैले यहाँ सर्टकट बनाएर लगेको छु, हाम्रो विद्युतीय कारोबार ऐन 2063 है। अब यसमा संशोधन गर्ने ऐनहरू छन्। यी सबै संशोधन गर्ने ऐनहरू हामीलाई आवश्यक पर्दैन। मात्र हजुरहरूले के बुझ्नु पर्यो त भन्दाखेरि यो चाहिँ 2082 साउन 14 वैशाख जेठ असार साउन 14 सम्म भएको संशोधन नै अहिलेको सबैभन्दा लेटेस्ट हो है। टिल डेट आजको दिन, आज जुन हामी पढ्दैछौँ कार्तिक 12 गते 2082 कार्तिक 12 गतेको जुन अहिलेको क्लास छ, यो क्लासको जुन अपडेट लेटेस्ट अपडेट चाहिँ 2082 4/14 को हो। र यो एक्टमा हामीले दुईटा कुरो छ याद गर्नु होला। 2063 मङ्सिर 22 मा यो चाहिँ प्रमाणीकरण तथा प्रकाशन भयो भने 2063 भाद्र 24 देखि चाहिँ यो प्रारम्भ भएको हो। कहिलेकाहीँ एक्टको प्रारम्भिक र प्रमाणीकरण फरक पर्छ है। मैले बाफीमा पनि यो कुरो बुझाएको छु। सबिना म्याडम गुड मर्निङ। ओके, अब हेर्नुहोस् है त, प्रस्तावना मैले सिकाएको छु हजुरहरूलाई। यो प्रस्तावना जसलाई हामी इङ्ग्लिसमा प्रिम्बल भन्छौँ, इङ्ग्लिस मिडियमको साथीहरू हजुरहरू पनि आत्तिनु परेन। मैले यसको मुनि ठ्याक्कै इङ्ग्लिसमा राखेको छु। अहिले म त्यो पनि गराउँछु, सँगै गराउँछु है। अब जुन मिडियममा पनि आफूले गर्छु भन्न मिल्छ है त एक्ट, त्यसमा हामीले प्रब्लम लिनु परेन। र अहिलेको हामीले चौथो तहको लोकसेवाको जुन अहिलेको हेऱ्यौँ होइन सिलेबस र त्यहाँको सिलेबसमा लेखेको कुरो, त्यसबाट हामी के क्लियर छौँ त भन्दा अब चाहिँ अब हामीलाई इजी छ है। नेपाली र अङ्ग्रेजी दुवै माध्यममा क्वेसन प्रश्नपत्र आउने भनेर राखेको छ। मेबी अब अफिसरमा पनि त्यही लागु हुन्छ। एनआरबी अफिसरमा त पहिलादेखि नै लागु नै थियो होइन, अब अरूमा पनि त्यो लागु हुन्छ। यसले गर्दा हजुरहरूलाई ल्याङ्ग्वेजमा खासै प्रब्लम परेन। उत्तर चाहिँ फेरि नेपाली वा अङ्ग्रेजी वा दुवैमा पाइयो। हेर्नु क्वेसन दुइटैमा सोध्ने भयो, उत्तर चाहिँ दुवैमा पाइयो। ओके ओके, अर्जुन सर गुड मर्निङ है त। अब यति भइसकेपछि अब हेर्नुहोस् ल, यसको मेन थिम के हो त? यो एक्टको थिम के हो जसलाई हामी प्रस्तावना भन्छौँ, इङ्ग्लिसमा प्रिम्बल, जहाँबाट हामी उद्देश्य निकाल्छौँ होइन। के छ त यसको थिम भन्दा विद्युतीय तथ्याङ्क आदान प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने
कारोबारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेखको सृजना, उत्पादन, प्रशोधन, सञ्चय, प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनाधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैर कानुनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नको लागि कानुनी व्यवस्था गर्न यो ऐन चाहिँ ल्याइएको हो। अब यहाँ बुझ्ने कुरा छ, हेर्नुहोस् है त, यो ऐन कहाँ कहाँ लागू हुन्छ त? के यो ब्याङ्किङ क्षेत्रमा मात्रै लागू हुने एक्ट हो त? होइन, के यसको प्रयोग ब्याङ्किङ सेक्टरमा मात्रै छ त भन्ने कुरा आउँछ? होइन है, याद गर्नु होला, यो हजुर हाम्रो डेली लाइफमा पनि यो प्रयोग हुन्छ। हामी जुन त्यो साइबर रिलेटेड अफेन्सेसहरूको बारेमा जुन छलफल गर्छु नि, हो यही हो विद्युतीय कारोबार सम्बन्धी है। के कस्तो कार्य गरेमा चाहिँ विद्युतीय कारोबारका अफेन्सेसहरू चाहिँ अट्र्याक्ट हुन्छन् त भन्ने विषयमा पनि हामी सचेत हुनु पर्यो। मतलब के त भन्दा, यी हाम्रा सामाजिक सञ्जाल जति पनि छन् होइन, अनि हामीले व्यक्त गर्ने जति पनि विचारहरू हुन्छन्, त्यो जहिले पनि देशको सार्वभौमता होइन, अखण्डता, भौगोलिक सुरक्षाभन्दा बाहिर गएर हेट स्पिचहरू दिने होइन, एउटा कम्युनल भावनाहरू सिर्जना गर्ने, अनि महिलाहरूलाई चाहिँ होच्याउने या कुनै किसिमको त्यस्तै अश्लील गाली गलौज गर्ने, यस्ता कुनै पनि चिजहरू सबै यही एक्ट अन्तर्गत चाहिँ आकर्षित हुन्छ। र हामीले किन यो ब्याङ्किङ सेक्टरमा यो एक्ट पढ्यो त? अब यो पनि कुरा आउँछ भन्दा यसका 2-4वटा पहलहरू छन्। जस्तो कि एउटा के त भन्दा, ब्याङ्क तथा वित्तीय संस्थाहरू आजकल CBSमा आधारित हुन्छन् होइन, जसलाई हामी के भन्छौँ भन्दा कोर ब्याङ्किङ सिस्टम भित्र आधारित हुन्छन्। त्यही कोर ब्याङ्किङ सिस्टमभित्र रहेर उनीहरूले कोर ब्याङ्किङ सफ्टवेयर अथवा कोर ब्याङ्किङ सर्भिसेसहरू चाहिँ दिइरहेका हुन्छन्। भनेपछि त्यो सबै के हो त भन्दा, विद्युतीय माध्यमबाट जति पनि ब्याङ्क तथा वित्तीय संस्थाहरूले सेवा प्रदान गर्छन्, त्यसबाट अब जोखिम पनि त्यति नै हुन्छ, सुविधा पनि त्यति नै हुन्छ, अपर्च्युनिटी पनि छ त्यसमा होइन, च्यालेन्जेसहरू पनि छ। यो दुवै कुरालाई म्यानेज गर्नको लागि पनि यो एक्ट चाहिँ एक प्रकारले डेभलप गरिएको हो। त्यो भएर हामीले के बुझ्नुपर्छ यहाँ भन्दा, हामीले कुनै पनि विद्युतीय माध्यमबाट हुने कारोबारमा कुनै पनि किसिमको चाहिँ एउटा लिगल होइन इस्युजहरू आयो भने त्यसमा यो केस यो एक्ट चाहिँ लागू हुन्छ भनेर हामीले बुझ्नु पर्यो। जानुका म्याडम गुड मर्निङ। हो नि, एकदम म त ठिक छु है। बिचमा बाढी पहिरो नभएको भए हाम्रो दसैँ पछाडि लगत्तै हजुरहरूको क्लास हुनेवालै थियो होइन, तर अब बिचमा अर्को डिजास्टर भयो, धेरै क्षति बिहोऱ्यौँ हामीले योपल्ट है, धेरै नै यस्ता खालका इस्युजहरू आइदियो हाम्रो जानुका म्याडम, त्यही भएर थोरै डिस्कन्टिन्युटी भयो। अब त हाम्रो फटाफट गइहाल्छ। सन्तोष सर गुड मर्निङ है त। ल यति भएपछि हजुरहरूले के बुझ्यो त भन्दा, सबै एरियामा चाहिँ यो एक्ट चाहिँ हुँदो रहेछ जहाँ हामी विद्युतीय माध्यमको प्रयोग गर्छौँ। यसको मतलब ब्याङ्क तथा वित्तीय संस्थाको त अब डिजिटल ब्याङ्किङ प्रोडक्टहरू नै हुन्छन् होइन, सबै त्यसमै आधारित छ। आजकल फिजिकल ब्याङ्किङ प्रोडक्टहरू कमै मात्रै छन्। त्यो भएर हामीले यो एक्ट यतातिर हेऱ्यौँ, यसमा अन्य कुराहरू छन्। अनि त्यसको अतिरिक्त अब जस्तो विद्युतीय माध्यममा हामीले चाहिँ रेकर्डिङ गर्ने कुराहरू, यो एक्टले तपाईँहरूलाई कहाँ कहाँ सहज बनाउँछ त, ध्यान दिएर सुन्नु है त। जस्तो हामी अब यता अफिसरमा त छैन, त्यो पढ्दैन होइन, रेकर्ड भन्ने टपिक हामी अफिस म्यानेजमेन्ट अफिसरमा त पढ्दैनौँ, तर 4th लेभलमा NRB-कै 4th लेभल या अरूको पनि हामीले हेर्दा जुन हामी रेकर्ड भन्ने पढ्छौँ होइन, त्यो रेकर्ड भन्ने टपिकमा आजकल यो विद्युतीय रेकर्डको कुरो आउँछ है। त्यो विद्युतीय रेकर्डमा पनि यसको एक्टका केही चिजहरू हजुरहरूलाई काम लाग्छन्। त्यो भएर ध्यान दिएर पढिदिनु होला, ध्यान दिएर सुनिदिनु होला, नबुझेको कुराहरू सेयर गर्नु होला। के कस्तो कन्फ्युजन छ, यसले त्यहाँ रेकर्ड भन्ने टपिकमा पनि हामीलाई सपोर्ट गर्छ। अब हामी यहाँ विद्युतीय जुन हाम्रो विद्युतीय माध्यमबाट हुने रेकर्डिङका कुराहरू, कारोबारका कुराहरू होइन, अनि डिजिटल सिग्नेचरका कुराहरू, जस्तो अब सरकारी अहिले जुन हजुरहरूले अनलाइन अप्लाई गर्नुहुन्छ कति इजी छ हेर्नुहोस् त। हामीले धेरै विद्युतीय माध्यमबाट हुने धेरै कारोबारलाई चाहिँ कानुनी मान्यता दिएको अवस्था छ। यी सबै पाटोमा के छ त भन्दा यो एक्ट चाहिँ
आकर्षित हुने भएको कारणले गर्दा हामीले यसलाई चाहिँ कम्बो रूपमा हेरेको हो। अब सधैँ चाहिँ यो एडको बारेमा यति कुराहरू डेभलप गरिसकेपछि अब हामी के कुरामा जान्छौँ त, एडको कुन पाटोमा चाहिँ अब मोर फोकसमा हुन्छौँ त भन्दा उद्देश्यतिर हामी लाग्छौँ है त। अब कल्पना म्याडम गुड मर्निङ, गुड मर्निङ। एकदम ठिक छ है त, लामो टाइम पछाडि भेट भयो है। अब यसलाई कन्टिन्युटी गर्नुपर्छ। ल अब उद्देश्यमा जाउँ है त। मैले अब हजुरहरूलाई अरू बेला चाहिँ राखिदिएको छु, डोन्ट वरी है। यस पछाडि म इङ्ग्लिसमा पनि जान्छु। इङ्ग्लिस पढेको साथीहरू हजुरहरूको लागि पनि मैले यहाँ सँगै राखेको छु। ओके, के हो त यसका उद्देश्यहरू? अब मैले अघि नै एउटा हिन्ट्स डेभलप गरिसकेको छु। त्यो हामीले यही प्रिम्बलबाट निकाल्छौँ र केही कुराहरू यसमा हामीले थप्ने गर्छौँ। जस्तो अब प्रिम्बलबाट हामीले निकाल्दा हेर्नुहोस् त के छ त यसका उद्देश्य भन्दा विद्युतीय तथ्याङ्क आदान प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई चाहिँ भरपर्दो र सुरक्षित बनाउनको लागि होस् या विद्युतीय अभिलेखको सिर्जना, उत्पादन, प्रशोधन, सञ्चय, प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्नलाई होस् या विद्युतीय अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैर कानुनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नको लागि, ई कमर्सलाई प्रवर्धन गर्नको लागि, कानुनी मान्यता दिने कुनै पनि विद्युतीय कारोबार जस्तो कि इलेक्ट्रोनिक अभिलेख, हस्ताक्षर, सम्झौताहरू यस्तोलाई कानुनी मान्यता दिनु परोस् या साइबर अपराध नियन्त्रण गर्नु परोस्, सूचना सुरक्षाको सुनिश्चित गर्नु परोस्। अब हाम्रो संविधान पढ्ने साथीहरूलाई त थाहै छ होइन, सूचनाको हक भन्छौँ हामी है। सूचनाको हक हरेक नेपालीलाई हाम्रो मौलिक हक अनुसार संविधान प्रदत्त सूचनाको हक छ। त्यो भएर स्पोक पर्सन भन्छौँ हामी, प्रवक्ता हुन्छ प्राय संस्थामा होइन। उनीहरूले चाहिँ संस्थाका आधिकारिक कुराहरू चाहिँ एउटै च्यानलबाट चाहिँ सर्वसाधारणको लागि प्रवाह गर्नुपर्ने हुन्छ होइन, दिनुपर्ने हुन्छ। मन्त्री परिषदका जुन निर्णयहरू छन् ती निर्णयहरू पनि त कसले गर्छ त भन्दा स्पोक पर्सन हुन्छ सरकारको, प्राय सूचना तथा सञ्चार मन्त्री हुन्छ होइन, उसले दिने गर्छन्। हामी हेर्छौँ त्यही कुराहरूलाई यहाँ राखेको छौँ। अनि डेटा संरक्षण भन्छौँ हामी। डेटा अब कतिपय अवस्थामा हामीले हेर्दाखेरि हामी के देख्छौँ त भन्दा यो विद्युतीय माध्यमबाट हुने कारोबारहरूमा चाहिँ डेटा चाहिँ प्राइभेसीको एकदमै ठुलो समस्या हुन्छ। अनि त्यो भएर तोकिएको फर्मेटमा रहेर हामीले काम गर्नुपर्ने हुन्छ। व्यक्तिगत होस् या संस्थागत होस्, कुनै पनि किसिमका यस्ता पर्सनल डेटाहरूलाई चाहिँ अरूलाई हामीले एक्सपोज गर्नु हुँदैन। आफ्ना सिस्टमहरू बलियो बनाउनु पर्छ है। त्यस्ता गोप्य जानकारी चाहिँ अवैध पहुँच हुनेबाट हामीले जोगाउनु पर्ने हुन्छ। नियामक निकायको चाहिँ स्थापना गर्ने होइन, यसको लागि चाहिँ सूचना प्रविधि नियमन र नीति कार्यान्वयनको लागि चाहिँ निकाय अहिले पनि अब हाम्रा नियन्त्रण भन्छौँ हामी होइन, कन्ट्रोल बोर्डहरूको स्थापना भएको हामीले देख्छौँ। अनि उपभोक्ताको विश्वासहरू निर्माण गर्ने कुराहरू हुन्छ। अनि एउटा कस्तो हो त भन्दा विश्वभरि नै एउटा स्ट्यान्डर्ड मापनहरू हामीले डेभलप गर्छौँ होइन। यो चाहिँ यति कुराहरू चाहिँ कोड अफ कन्डक्टभित्र रहेर काम गर्नुपर्ने हुन्छ भन्ने टाइपका हाम्रा सिस्टमहरू हुन्छन्, प्रणालीहरू हुन्छन्। त्यही प्रणालीभित्र रहेरै हामीले चाहिँ कार्यहरू गर्नुपर्ने हुन्छ। अनि डिजिटल अब अहिले त हामी गभर्मेन्टको लागि नै के भन्छौँ भन्दा डिजिटल ई गभर्मेन्ट्स भन्छौँ साथीहरू। निजामतीतिर त हजुरहरूको यो एउटा छुट्टै टपिक हो है। ई गभर्मेन्ट्स भन्ने टपिकै हुन्छ। त्यसमा सरकारले ई गभर्मेन्ट्स भनेको जति पनि नेपाल सरकारले विद्युतीय माध्यमबाट के कस्ता सेवा सुविधाहरू चाहिँ जनताहरूलाई दिन्छन् त होइन, के कस्ता फेसिलिटीहरू प्रोभाइड गरिरहेछन्, के कस्ता कन्टेन्टमा रहेर चाहिँ जनताहरूले चाहिँ यो लाभहरू लिइरहेका छन् भन्ने हुन्छ, जसलाई हामी डिजिटल शासन भन्छौँ है। यसलाई चाहिँ समर्थन गर्ने कुरामा पनि यो एक्ट के छ त प्रतिबद्ध छ। यसरी हजुरहरूले लेख्न सक्नुहुन्छ। सजिलो तरिकाले मैले राखिदिएको छु, हेर्नुहोस् त यसरी राखिदिएको छु है, बुदागत रूपमा राखिदिएको छु। परीक्षामा गर्ने पनि यही हो। विद्युतीय कारोबार ऐन 2063 का प्रमुख उद्देश्यहरूबारे चर्चा गर्नुहोस् भन्यो भने हामीले सर यसरी लेख्नुपर्छ है। 5 नम्बरसम्ममा अधिकतम आउन सक्छ यो क्वेसन, त्यतिसम्म हामीलाई यो पुग्छ। यसरी नै है, वाट आर द
अब्जेक्टिभ्स अफ इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063। यसको मैले मुनि राखिदिएको छु है, इङ्ग्लिसमा पनि छ। यो अब प्रावधान विशेषता गराइसकेपछि अनि म इङ्ग्लिसमा पनि हजुरहरूसँग एकछिन छलफल गर्छु है त। प्रावधान विशेषता, अब हाम्रो नियमित कक्षा हुँदी, रेगुलर कक्षा हुँदी मैले सधैँ हजुरहरूलाई भन्ने गर्छु। के भन्ने गर्छु त भन्दा, हामीले प्रावधान कहाँबाट निकाल्छौँ भन्दा एक्टमै दिएका त्यसका परिच्छेद, च्याप्टरहरू होइन, अनि दफा सेक्सन, उपदफा सब सेक्सनमा भएका चिजहरूलाई नै हामी प्रावधान वा विशेषता भनेर बुझ्छौँ है। प्रोभिजन अथवा फिचर्स और क्यारेक्टरिस्टिक्स, त्यसलाई मिलाएर लेख्ने। त्यो भएर यसको उत्तर सबै साथीहरूको एउटै हुन्छ भन्ने छैन। यो चाहिँ एटको पनि ओपन क्वेसन हो, उद्देश्य पनि ओपनै हो, यो पनि ओपनै हो। अब यो एक्टमा भएका विषयवस्तुहरू सर जस्तो हेर्दा त्यो उद्देश्यलाई नै मिलाएर पनि यसमा हाल्न सकिन्छ होइन। सजिलोको लागि अब यो एक्ट लागू भएपछि ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने जुन उसका डिजिटल ब्याङ्किङ प्रोडक्टहरू छन् ती किसिमले व्यवस्थित छन् है, व्यवस्थित छन्। रिस्क जोखिम घटाएको अवस्था हामी देख्छौँ त्यहीसँग सम्बन्धित होइन। अन्य पाटोहरूमा हामीले हेर्दा के देख्छौँ त यहीसँग सम्बन्धित भन्दा अब साइबर थ्रेट्सहरू होइन, अनि यस्तै तरिकाले हामीले हेर्दा ई कमर्सका अथवा ई ब्याङ्किङ प्रोडक्टहरू होइन लाई सहज बनाउने कुराहरू, अनि डिजिटल सिग्नेचरको कानुनी मान्यताका कुराहरू। अब यसमा हामी डिजिटल सिग्नेचरले पाएको कानुनी मान्यताको बारेमा पनि साथीहरू यसमा हामी के गर्छौँ त भन्दा छलफल गर्छौँ होइन। अब ती पाटोहरू ती कुराहरू पनि यसभित्र आउँछन्। तिनै चिजहरूलाई चाहिँ हामीले मिलाएर कसरी लेखेको छौँ त भन्दा, जस्तो हेर्नुहोस् त, इलेक्ट्रोनिक अभिलेखको कानुनी मान्यता भनेको के त भन्दा, यो एक्ट लागू भइसकेपछि डिजिटल स्वरूपमा हुने, डिजिटल प्लेटफर्ममा हुने कुनै पनि कागजातहरू त्यसलाई हामी आधिकारिक रूपमा कानुनी मान्यतामा राख्छौँ। आर्काइभ भन्छ नि साथीहरू। अब हुन त यो आर्काइभ भनेको हजुरहरूको फिजिकल पनि हुन्छ डिजिटल पनि हुन्छ है। हामीले त्यो रेकर्ड भन्ने टपिकमा पढ्छौँ आर्काइभ भनेर होइन। एउटा रेकर्ड जुन छन् त्यसलाई चाहिँ एउटा निश्चित फर्म्याटमा स्टोरेज गर्ने कामलाई हामी आर्काइभ भन्छौँ। भौतिक रूपमा पनि हुन्छ, डिजिटल रूपमा पनि हुन्छ। इलेक्ट्रोनिक अभिलेख यदि अहिले हामी यसको कानुनी ग्राभिटी कति छ त, लिगल ग्राभिटी कति छ परीक्षण गरौँ न भन्दा हामी निर्धक्क के भन्न सक्छौँ भन्दा, यो एक्ट लागू भइसकेपछि विद्युतीय स्वरूपमा राखिने कुनै पनि अभिलेख रेकर्डले कानुनी मान्यता प्राप्त गर्छ। ठ्याक्कै हामीले यसरी बुझ्नु पर्यो है। त्यसपछि अर्को, त्यस्तै डिजिटल स्वरूपमा गरिने हस्ताक्षर, इलेक्ट्रोनिक हस्ताक्षरको कानुन रूपमा एउटा बाध्यकारी छ। हजुरहरूको डकुमेन्टेसनहरू नै हेर्नुहोस् न, अहिले हामीले पहिला फर्महरू भर्दा भौतिक स्वरूपमा गर्थ्यौँ होइन। नोटरी पब्लिकबाट सर्टिफाई गरेर एनआरबीको फर्म भर्नु पर्थ्यो पहिला। नेपाल राष्ट्र ब्याङ्कमा हामीले याद गर्नु होला है साथीहरू, नेपाल राष्ट्र ब्याङ्कमा अप्लाई गर्दाखेरि जति पनि हाम्रा जेरोक्स कपिजहरू थिए नि, ती सबै जेरोक्स कपिजहरू चाहिँ नेपाल सरकारको अधिकृत स्तरको कर्मचारी अथवा राष्ट्र ब्याङ्ककै अधिकृत स्तरको कर्मचारी वा नोटरी पब्लिकबाट सर्टिफाई गराउनु पर्थ्यो, अनि मात्रै त्यो फर्म एक्सेप्ट हुन्थ्यो। बुझ्यो नि? अनि मात्रै भनिसकेपछि हामीले के बुझ्छौँ त यहाँ भन्दा, यी सबै पाटोहरू सबैको निर्मला म्याडम हामीले अहिले जुन पढिरहेको छौँ हाम्रो एक्ट पार्ट हो, ब्याङ्किङ एक्ट। त्यो भएर यो हामीले के बुझ्नु पर्यो त भन्दाखेरि, मैले एक्जाम्पल कहिले एनआरबीको दिन्छु, कहिले कमर्सियल ब्याङ्कहरूको दिन्छु। निर्मला म्याडम हाम्रो सबैको हो, सबैलाई चाहिने एक्ट हो। एक्ट भन्ने यही पार्टिकुलर उसको भन्ने हुन्न है त। ओके ल, अनि यति भइसकेपछि अब हामीले के बुझ्यौँ त भन्दा, यी सबै झन्झटलाई हटाएर अहिले हामी अनलाइन सिधै अप्लाई गर्न सक्छौँ।
यो के हो त भन्दा यही एक्टको चाहिँ एउटा आउटकम्स हो। यो सम्बन्धी व्यवस्थाहरू पनि यस एक्टभित्र छन्, जसलाई हामी के भन्छौँ भन्दा इलेक्ट्रोनिक हस्ताक्षरले चाहिँ कानुनी मान्यता प्राप्त गरेको छ। अनि साइबर अपराध सजाय, अब यसमा अब कम्प्युटर सम्बन्धी अफेन्सेसहरू यहाँको एकदम रिलेटेड है, एकदमै इम्पोर्टेन्ट पनि हो। अब आज भ्यायो भने हामी आजै हेर्छौँ, त्यो आज नभ्यायो भने पनि भोलिसम्म हेर्छौँ है, के रहेछ, के कस्तो कार्य गर्यो भने कम्प्युटरसँग सम्बन्धित अफेन्सको रूपमा पर्छ, अनि त्यसको लागि चाहिँ कस्तो दण्ड तथा सजायको व्यवस्था गरिएको छ, कस्तो पनिसमेन्टको व्यवस्था गरिएको छ भन्ने कुराहरू आउँछ। त्यसमा अब ह्याकिङको कुराहरू हुन्छ, पाइरेसीको कुराहरू हुन्छन् होइन, अनाधिकृत अनअथराइज एक्सेसका कुराहरू हुन्छन्। यी चिजहरू हामीले साइबर अपराध अन्तर्गत पर्छौँ। बुलिङ गर्ने कुराहरू होइन, यस्ता चिजहरू आउँछन्। अनि प्रमाणीकरण निकायको नियमन भन्छौँ हामी। अब यसमा हामीले बुझ्ने कुरो के छ त भन्दा डिजिटल प्रमाणपत्रहरू जारी गर्ने है, अनि कारोबार गर्नको लागि यो एक्टले के कस्तो व्यवस्थाहरू चाहिँ गरेको छ त, यसका कानुनी कुराहरू कस्ता छन्। कुनै पनि संस्थाले, नट ओन्ली ब्याङ्क तथा वित्तीय संस्था, कुनै पनि संस्थाहरूले है विद्युतीय स्वरूपमा कारोबार गर्दा होस् या डकुमेन्टेसन गर्दा होस्, के कस्ता लिगल है पार्टहरू चाहिँ पुरा गर्नुपर्छ त भन्ने कुरामा पनि यो एक्ट के छ त भन्दा प्रतिबद्ध छ। ती कुराहरू पनि यो एक्टले चाहिँ समेटेको हामी देख्छौँ है। अब यस्तै अन्य कुराहरूमा डेटाको प्रोटेक्सनको कुराहरू, प्राइभेसीको कुराहरू है, अनि ई गभर्नेन्सका कुराहरू, ई कमर्सका कुराहरू, जस्तो अब अहिले लेटेस्ट उसमा हामीले हेऱ्यौँ है, जस्तो चाहिँ सङ्कटको बेलामा पनि डिजिटल ब्याङ्किङ प्रोडक्टहरू चाहिँ कति बलिया हुँदा रहेछन् भन्ने कुराहरू हामीले हेऱ्यौँ। हेर्नुहोस् त ल भन्दा अब अहिलेको अवस्थामा यी सबै डिजिटल ब्याङ्किङ प्रोडक्टहरू प्रयोगमा जति सहज छन्, तिनीहरूको कानुनी मान्यतालाई पनि यो एक्टले चाहिँ के गरेको छ त भन्दाखेरि परीक्षण गरेको हामी देख्छौँ है। जस्तो अब अदालतमा हामीले चाहिँ अब कानुनी रूपमा कसैले भाइलेट गरेमा हामी त्यहाँ जान्छौँ। ओके कमल, डिजिटल सिग्नेचर भनेको चाहिँ अहिले आउन त आउँछ, विद्युतीय स्वरूपमा सर्वस्वीकार्य हुने गरी राखिएको। यसको मतलब के हो त भन्दाखेरि भौतिक स्वरूपमा नभएर हामीले डिजिटल डकुमेन्टेसन गर्दा है, डिजिटल डकुमेन्टेसन जुन हुन्छ हाम्रो होइन, त्यसमा चाहिँ भ्यालिड हुने गरी प्रयोग गरिने कुनै पनि किसिमका स्ट्याम्पहरू होइन, अनि दस्तखत इन्डोर्समेन्ट भन्छौँ नि हामी, जुनसुकै प्रकारको इन्डोर्समेन्टलाई पनि हामी विद्युतीय दस्तखत भनेर बुझ्छौँ। कमल सर, त्यो भनेको हजुरले भने जस्तै स्क्यान गरेर रहेको भनेको चाहिँ होइन होइन, तर के हो त भन्दा हामीले भौतिक रूपमा कारोबार गर्दा अब ह्यान्ड रिटर्न गर्छौँ होइन, भौतिक रूपमा गर्दा यो चाहिँ के हुन्छ त भन्दा एसिमेट्रिक क्रिप्टो सिस्टम भन्छौँ हामी है। त्यो एसिमेट्रिक क्रिप्टो सिस्टमले सिर्जना गरेको कुनै पनि डकुमेन्टेसन र त्यो डकुमेन्टेसनलाई भ्यालिडिटी हुने गरी राखिएका आधिकारिक सिम्बललाई हामी डिजिटल सिग्नेचर भनेर बुझ्छौँ, जसले चाहिँ कानुनी मान्यता प्राप्त गरेको हुन्छ। जस्तो अब हामी बल्कमा हेर्दाखेरि तपाईँहरूको देख्छौँ नि, हाम्रो सर्टिफिकेटहरू कतिपय उसमा चाहिँ तपाईँको चाहिँ ह्यान्ड रिटन सिग्नेचर हुँदैन होइन। आजकल त अब प्रिन्ट भएर आउँछ। अब थोरै डकुमेन्टेसनमा चाहिँ ह्यान्ड रिटनलाई नै हामी हेर्छौँ। केहीवटा निश्चित कागजातहरू अहिले पनि छन्, त्यसको लागि चाहिँ स्टिल भौतिक रूपमै भएका दस्तखतलाई मात्रै मान्यता दिइन्छ। त्यसले गर्दा यो एउटा सिम्बोलिक टर्म पनि हो कमल सर है। अरू साथीहरूले पनि सँगसँगै सुन्नुभयो। अब अदालतमा स्वीकार कुरा आउँछ लाइसेन्स। अब विथआउट लाइसेन्स चाहिँ हामीले यो कारोबार गर्न सक्दैनौँ है। याद गर्नु, यो कारोबार सञ्चालन गर्नको लागि तोकिएको मापदण्ड पुरा गर्ने गरी लाइसेन्स प्रोसेसमा हामी जानुपर्छ। ई कमर्स भनेको त जानका इजी छ नि, इलेक्ट्रोनिक प्लेटफर्मबाट हुने कुनै पनि व्यापारिक कारोबारलाई हामी ई कमर्स भनेर बुझ्छौँ है। इलेक्ट्रोनिक प्लेटफर्मबाट हुने
डिजिटल प्लेटफर्मबाट हुने कुनै पनि कारोबार, जस्तै अब हाम्रा यी अनलाइन सपिङहरू छन् होइन, अनलाइन जति पनि कम्पनीहरू छन्, दराज भयो होइन, अलिबाबा, अब इन्डियातिर फ्लिपकार्टहरू, यिनीहरू सबै इ कमर्स त हो नि। अनि अब हामीले एलसीहरू खोल्छौँ कतिपय अवस्थामा होइन, एलसीमा गरिने डकुमेन्टेसनहरू, एक्सपोर्ट इम्पोर्टका अन्य पाटोहरू होइन, त्यस्तै अब तपाईँको चाहिँ हाम्रो भन्सारमा गरिने कुनै पनि, कसरी बुझ्नु पर्यो, डिजिटल प्लेटफर्मबाट हुने कुनै पनि व्यवसायिक कारोबारलाई हामी इ कमर्स भनेर बुझ्छौँ, जुनसुकै होस्, जसलाई चाहिँ डिजिटल प्लेटफर्मबाट यदि त्यस्तो कारोबार गरिन्छ भने त्यो प्लेटफर्म चाहिँ इ कमर्स हो। यसरी बुझ्नु पर्यो है त। इलेक्ट्रोनिक कमर्स भनेको जहाँ चाहिँ हामीले विद्युतीय स्वरूपमा चाहिँ हाम्रा कारोबारहरू चाहिँ के गरेको हुन्छौँ त भन्दा सञ्चालन गरेको हुन्छौँ। यो पाटोबाट बुझ्नु पर्यो है। ओके, ल अब अगाडि बढौँ साथीहरू। गोपनीयता कुराहरू अघि आयो होइन, कार्यान्वयन गर्ने दण्ड व्यवस्था। अब यसमा चाहिँ हामीले के बुझ्नुपर्छ स्पष्ट रूपमा भन्दा, अब यो सम्पत्ति शुद्धिकरण निवारण ऐन जस्तो कडा ऐन चाहिँ छैन है। ब्याङ्किङ कसुर तथा सजाय ऐन जस्तो कडा ऐन चाहिँ छैन। तर कडा नभए तापनि यसमा पनि कम्प्युटर रिलेटेड अथवा यो हाम्रो डिजिटल प्लेटफर्मबाट हुने क्राइम्सलाई कन्ट्रोल गर्नको लागि चाहिँ यसमा पनि के छ त भन्दा, यदि कुनै चिजहरू चाहिँ कन्भर्ट हुन सक्छ भने बिगो होइन, अनि बिगो बमोजिमको जरिमाना या बिगोको कति प्रतिशत जरिमाना अनि कैद सजाय, यसमा पनि यी चिजहरू छ। अहिले हामी त्यो पढ्छौँ है, सबै पढ्छौँ। भर्खर म त यो एक्टको बारेमा हजुरहरूलाई मैले स्टार्टिङदेखि नै गराउँदैछु कि एक्ट के हो, केसँग सम्बन्धित छ होइन, यसको विषयवस्तु के हो, उद्देश्य के हो, अनि यसका प्रोभिजनहरू के हुन् भन्ने कुराहरू यसमा छ है त। ल अनुपम, गुड मर्निङ। अब यति भएपछि यो कमजोरी हेर्नुभन्दा अगाडि म अब इङ्ग्लिसमा थोरै यसको बारेमा गर्छु। ल मैले सबै राखिदिएको छु साथीहरू, यो नोट्स हजुरहरूकै लागि मैले बनाएको हो। यसको मूल्यायन पनि पढ्नुपर्ने भएकोले मूल्यायन पनि राखिदिएको छु। हेर्नु न, कम्प्युटर सम्बन्धी ठुला तरिका पनि छन्, अनि यसलाई अल्टरनेटिभ भनेर सानो बनाएर यसरी लेख्न सकिन्छ। हेर्नु न, परीक्षाको दृष्टिकोणबाट कम्प्युटर सम्बन्धी कसुर भनेर ठ्याक्कै यसरी थोरै थोरै राख्न सकिन्छ है। एकदम राम्रोसँग मेहनत गरेर बनाएको छु, अरू बेलाको जस्तै यो हजुरहरूलाई सजिलो होस् भनेर 10 नम्बरमा आउँदाखेरि टक्क यो स्टाइलले हामीले गर्न सक्छौँ, यस्तो तरिकाले हामीले गर्न सक्छौँ है। ल हेर्नु यहाँ छ, यो त उसमा छ। ल हेर्नुहोस् त अब इङ्ग्लिस मिडियमका साथीहरू, हजुरहरूलाई पनि परीक्षाको दृष्टिकोणबाट कसरी लेख्ने त इङ्ग्लिसमा भन्दा ठ्याक्कै हेर्नु त सेम प्याटर्नमा मैले गराएको छु, जस्तो नेपाली मिडियममा गराएको थिएँ ठ्याक्कै त्यही प्याटर्नमा छ। ध्यान दिएर हेर्नु होला त। इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063 है, डेट अफ अथेन्टिकेसन एन्ड पब्लिकेसन कहिले त भन्दा 2063 मङ्सिर 22 मा भयो भने एक्ट चाहिँ कहिलेबाट स्टार्टेड, प्रारम्भ कहिले भयो त भन्दा भाद्र 24, 2063 भन्यौँ है। अनि प्रिम्बल प्रस्तावना है, जहाँबाट हामीले चाहिँ यसको अब्जेक्टिभलाई चाहिँ निकाल्छौँ। एक्टको अब्जेक्टिभ डेभलप गर्ने ठाउँ त्यसको प्रिम्बलमा अब हामीले यहाँ राखेको छौँ है। के छ त हेर्नु त, टु मेक लिगल प्रोभिजन फर अथेन्टिकेसन एन्ड रेगुलराइजेसन अफ द रिकग्निसन, भ्यालिडिटी, इन्टिग्रिटी एन्ड रिलायबिलिटी अफ जेनेरेसन, प्रोडक्सन, प्रोसेसिङ, स्टोरेज, कम्युनिकेसन एन्ड ट्रान्समिसन सिस्टम अफ इलेक्ट्रोनिक रेकर्ड्स बाई मेकिङ द ट्रान्जेक्सन टु बी क्यारिड आउट बाई means of electronic data exchange or by any other means of electronic communication reliable and secure, and whereas for controlling the act of unauthorized use of electronic record or of making alteration in such record through the illegal manner भनेर हामीले राखेका छौँ यसरी है। अनि मैले यहाँ टर्मिनोलोजीहरू राखिदिएको छु। एसिमेट्रिक क्रिप्टो सिस्टम भन्छ, यो नेपालीमा पनि छ, नेपालीमै लेखिदिएको छु मैले है। यसरी अब यसका यो एकका केही टर्म्सहरू इङ्ग्लिसमा छ है साथीहरू। त्यो भएर नेपाली मिडियममा त्यो इङ्ग्लिसलाई नै हामीले ट्रान्सलेट गर्छौँ, तर नेपालीमा होइन देवनागरीमा गर्छौँ।
यसलाई हामी नेपालीमा पनि एसिमेट्रिक क्रिप्टो सिस्टम नै भन्छौँ। याद गर्नु है साथीहरू, नेपाली मिडियमको साथीहरू, हजुरहरूलाई मैले रिमाइन्ड गराएँ। यसलाई हामी नेपालीमा पनि एसिमेट्रिक क्रिप्टो सिस्टम भनेरै अध्ययन गर्छौँ है। यसलाई एसिमेट्रिक क्रिप्टो सिस्टम नै भन्छौँ। जुन अघि आएको थियो हाम्रो डिजिटल सिग्नेचर क्रिएट गर्नको लागि चाहिँ होइन की पेयरहरू हामीले जुन डेभलप गर्छौँ त्यस्तोमा अब प्राइभेट कीका कुराहरू आउँछन् होइन, के छन् ती सब कुराहरूलाई राखेर एउटा चाहिँ सर्वस्वीकार्य लिगल्ली एक्सेप्टेड डकुमेन्टेसन गर्ने सिस्टमभित्र चाहिँ इलेक्ट्रोनिक उसमा के हुन्छ भन्दा एसिमेट्रिक क्रिप्टो सिस्टम रहन्छ है। त्यस्ता छन्। अनि त्यसमा अब कम्प्युटर, अब उता हजुरहरूलाई आइसिटीतिर इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजीमा कम्प्युटरको बारेमा लेख्नु पर्यो भने यो एकलाई हवाला दिएर कम्प्युटर के हो भन्ने लेख्न सकियो होइन। उता नर्मल हजुरहरू कम्प्युटर इज एन इलेक्ट्रोनिक डिभाइसेस लेख्नुहुन्छ, यहाँ चाहिँ यसरी लेख्न पाइन्छ है, यसरी राखिदिएको छ। अब यहाँ अघि हाम्रो कमलजीले भन्नुभएको, कमलजी हजुरले भनेको लाइक कानुन रूपमै डिफाइन छ के हो त डिजिटल सिग्नेचर हेर्नु त। डिजिटल सिग्नेचर मिन्स अ सिग्नेचर मेड इन एनी इलेक्ट्रोनिक फर्म to be included in the transformation of electronic record by a person having a non-transformed initial electronic record and the public key of signatory by using a type of asymmetric crypto system that may clearly ascertain the following matters हुन्छ। यी कुराहरूलाई कभर गर्ने गरी गरिएका कुनै पनि इलेक्ट्रोनिक प्लेटफर्ममा भएका कुनै पनि रेकर्डिङहरू होइन अथोराइजहरूलाई चाहिँ हामी के भन्दो रहेछौँ त भन्दा डिजिटल सिग्नेचर भनेर भन्दो रहेछौँ। यहाँ राखिदिएको छ नि त। वेदर अर नट ट्रान्सफर्मेसन अफ इलेक्ट्रोनिक रेकर्ड वाज क्रिएटेड बाई युजिङ अ टाइप अफ अ प्राइभेट की किपिङ अ लोजिकल कन्सिस्टेन्सी विथ द पब्लिक की अफ सिग्नेचरी अर वेदर अर नट द इनिसियल इलेक्ट्रोनिक रेकर्ड हेज बिन चेन्ज आफ्टर द ट्रान्सफर्मेसन अफ इलेक्ट्रोनिक रेकर्ड भन्छ है। डिजिटल प्लेटफर्ममा गरिएको जसले चाहिँ कानुनी मान्यता प्राप्त गर्छ भने त्यसलाई चाहिँ हामी भन्दो रहेछौँ। अब ठ्याक्कै यहाँ अब्जेक्टिभ्सलाई हेर्नु। अघि हामीले इङ्ग्लिस नेपालीमा गरेको थियौँ, अहिले इङ्ग्लिसमा छ हेर्नुहोस् त। ठ्याक्कै मैले बुदागत रूपमा राखिदिएको छु हेर्नुहोस् त। फ्यासिलिटेट इ कमर्स, लिगल रिकग्निसन, साइबर क्राइम कन्ट्रोल, इन्फर्मेसन सेक्युरिटी, promote IT development, data protection, establish regulatory authority, consumer confidence, standardization, and support digital governance। यसरी बुदागत रूपमा हामीले राख्न सक्छौँ है। अब परीक्षाको दृष्टिकोणले अगाडिका टर्महरू नलेखेर सिधै बुदागत रूपमा यताको मात्रै राख्नु पनि मिल्छ। सजिलोको लागि चाहिँ मैले यसरी राखिदिएको छु। हजुरहरूले परीक्षाको समयमा यसलाई म चेन्ज गरेर लाइक जस्तो फर्स्टको हेर्नुहोस् त, प्रमोट सेक्युर एन्ड रिलायबल इलेक्ट्रोनिक कमर्स एन्ड ट्रेड एक्टिभिटिज, यति मात्रै लेख्छु भन्न पनि मिल्छ। टाइम बचाउने हाम्रो एउटा ट्याक्टिस, एक्जामको ट्याक्टिस यो पनि हो। कसरी हामी टाइम जोगाउन सक्छौँ त भन्दा यो प्याटर्नबाट पनि हामी टाइम जोगाउन सक्छौँ। छेउछेउको चाहिँ दिमागमा राख्ने होइन, अनि यताको चाहिँ के गर्ने त भन्दा परीक्षामा लेख्ने। यसरी पनि सजिलो हुन्छ है। अब्जेक्टिभ्स यसरी राखेको छ। अनि प्रोभिजन एन्ड फिचर्स भनेर यहाँ राखेको छ। कहिले प्रोभिजन सोध्छ, कहिले फिचर सोधिदिन्छ, जे सोध्यो भने पनि एउटै हुन्छ। हेर्नुहोस् त ठ्याक्कै मैले त्यसरी नै राखिदिएको छु। त्यो अब्जेक्टिभहरूले नै हामीलाई सपोर्ट गर्छ। लिगल रिकग्निसन अफ इलेक्ट्रोनिक रेकर्ड्स भनेको छौँ। डिजिटल डकुमेन्ट्स आर इक्विभ्यालेन्ट टु फिजिकल रेकर्ड्स। अनि इलेक्ट्रोनिक सिग्नेचर भ्यालिडिटी recognizes electronic signature as legally binding, and cyber crime penalties भनेको छौँ। specifies punishment for hacking, identity theft and other cyber offenses, and regulation of certification authorities भनेको छौँ। establish guidelines for issuing and verifying digital certificates यो राखेको छ। डेटा प्रोटेक्सन रुल्सको कुराहरू, इलेक्ट्रोनिक गभर्मेन्ट्स होइन, प्रमोट्स डिजिटल गभर्मेन्ट्स प्र्याक्टिसेस एन्ड पब्लिक एडमिनिस्ट्रेसन है, जो सरकारसँग अनि सरकारका निकायहरू, आङ्किक निकायहरू उनीसँग सम्बन्धित उसको
बारेमा पनि यसमा राखिएको छ। यी चिजहरू आउँछन्। अन्य पक्षहरू हेर्दै जाउँ साथीहरू। इलेक्ट्रोनिक गभर्मेन्ट्स हेर्नुहोस् त, अनि इ कमर्स रेगुलेसन कुराहरू है, इलेक्ट्रोनिक ट्रेडिङमा जस्तो अब हामीले रिसिभ पेमेन्ट सिस्टमहरू कस्तो हुन्छन् भन्ने कुराहरूसँग यो सम्बन्धित छ है। भोलि कोर्टमा कुनै इस्यु भएमा इलेक्ट्रोनिक रेकर्ड्स एन्ड इभिडेन्स आर एक्सेप्टेड इन लिगल प्रोसिडिङ्स है। अनि अब विदाउट लाइसेन्सिङ हामीले यो काम गर्न पाउँदैनौँ। त्यो भएर यसमा हामीले के लेखेको छौँ त भन्दा, लाइसेन्सिङ फर इन्टिटिज अफरिङ आइटी बेस्ड सर्भिसेस इन्क्लुडिङ सर्टिफिकेसन अथोरिटिज भयो है। अनि भोलि अदालतबाट परीक्षण गर्नुपर्ने हुन्छ होइन, जुरिडिक्सनको कुराहरू आउँछन्। त्यस्तोमा अब जुरिडिक्सनका कुराहरू आएमा साइबरसँग सम्बन्धित अफेन्सेसहरू, त्यसका पनिसमेन्ट पेनाल्टिजहरूका कुराहरू यसमा आउँछ। के छ सबै है। ह्यान्डलिङ साइबर क्राइम्स इन्क्लुडिङ क्रस बोर्डर अफेन्सेस भन्छ है। नेपालभन्दा बाहिर गएर पनि कसैले योसँग सम्बन्धित कुनै अपराध गरेमा त्यो पनि हाम्रो चाहिँ विद्युतीय कारोबार एक्टभित्रै आउँछ। यसरी हेर्नु पर्यो। अनि कन्फिडेन्सियलिटी क्लजेज भन्छ। यसमा अब अनअथराइज एक्सेसहरूसँग सम्बन्धित प्रोभिजनहरू छन्। यदि कसैले अनअथराइज तवरबाट चाहिँ कसैको पनि डेटा सिस्टममा चाहिँ पहुँच पुगाउँछ भने त्यसलाई चाहिँ के कस्तो किसिमको चाहिँ लिगल एक्सन लिने हो भन्ने बारेमा पनि यो एक्टमा व्यवस्था गरिएको छ। त्यसपछि आउँछ इन्फोर्समेन्ट बडिज भन्छौँ हामी है। डिजाइनेट्स रोल फर इन्फोर्समेन्ट अथोरिटिज सच एज द साइबर ब्युरो भन्छौँ हामी कहाँ अहिले पनि छ। जस्तो यहाँ हामीले भन्दा नेपालमा अहिले ठ्याक्कै हामीले हेर्दा साइबरसँग सम्बन्धित अपराधहरू है जिल्ला अदालतको थ्रु जान्छन्। पहिला त काठमाडौँबाट मात्रै हुन्थ्यो, अहिले कुन कुन ठाउँमा तोकिदिएको होला ठ्याक्कै मैले यही ठाउँ चाहिँ भन्न सकिनँ, तर अलिक दायरा त्यसको बढाएको छ। अनि अब काठमाडौँमा भटाइटीमा चाहिँ नेपाल प्रहरीको साइबर ब्युरो नै छ है। अब त्यसमा यी तपाईँका जति पनि बुलिङहरू छन्, फिसिङहरू छन् होइन, अनअथराइज एक्सेसहरू छन्, हेट स्पिचहरू छ, हेट स्पिच होइन, अनि कसैलाई अब हामीले एब्युज गर्ने कुराहरू भयो होइन, अनि सेक्सुअल ह्यारासमेन्टका कुराहरू हुन्छन् होइन। यसरी इलेक्ट्रोनिक प्लेटफर्ममा हुने यी सबै अपराधहरूलाई चाहिँ त्यहाँ गएर हामीले कम्प्लेन गऱ्यौँ भने त्यहाँबाट चाहिँ उनीहरूको लिगल एक्सन सुरु हुन्छ। ठ्याक्कै भोटाइटीमा छ, यिनीहरूको एउटा छुट्टै सेल नै छ, साइबर ब्युरो भन्छौँ हामी, साइबर सेल नै छ त्यहाँ। त्यो सेलले चाहिँ काम गर्छ। कहिलेकाहीँ अब तपाईँहरूलाई आइलाग्छ यस्तो समस्याहरू पनि होइन, हामीले देखेका छौँ। आजकल अब यो सोसल मिडिया एकदम अनियन्त्रित छ। मान्छेहरू चाहिँ फेक आइडी क्रिएट गर्छन् होइन, ठगी हुन्छ। अघि जानुका म्याडमले भन्नुभएको थियो नि त, जस्तो अब इ कमर्सलाई कसरी पेमेन्टमा सुरक्षित गर्ने त भन्दा, अब हजुरहरूलाई चाहिँ चिठा पऱ्यो, सामान आउँदैछ होइन, त्यो सामान निकाल्न चाहिँ भन्सार छुट्याउनु पऱ्यो, पैसा पठाइदिनु पऱ्यो भन्ने कुराहरू आउँछ नि त। हो त्यस्तो छ है त ती सुराहरू। निर्मला म्याडम के लेख्नुभयो? सर नट स्याङ्गी बानुनिया के लेख्नुभयो मैले बुझिनँ निर्मला म्याडम। सर ए नोट साङ्गी बनाउनु अझै बुझिनँ। यो नोट्स हजुरहरूको ग्रुपमा मलाई हिजै बेलुका मैले पठाइदिएको थिएँ अभय सरलाई हाल्नलाई होइन। सरले नहाल्नु भएको भए पनि आज अहिले यो क्लास सकिने बित्तिकै हालिदिनुहुन्छ है। नोट पठाउने भन्नुभएको भए पनि त्यो आइसकेको छ भनेपछि हिजै हालिदिइसक्नु भएको छ। अनुपमले आइसकेको छ भन्नुभयो, दुइटै छ। नोट आइसकेको रहेछ मेरो म्याडम, नोट आइसकेको छ, त्यहाँबाट हेर्नु होला। अब नोट कसरी बनाउने भन्नुभएको, ओके ओके। नोट त अब तपाईँले ठ्याक्कै यही प्लेटफर्म हो, नेपाली
मिडियममा हुनुहुन्छ भने अघि मैले सुरुमा सिकाएकै थिएँ, इङ्ग्लिस मिडियममा हुनुहुन्छ भने ठ्याक्कै यही प्याटर्न के म्याडम। पहिला हजुरले के गर्नु पऱ्यो स्टार्टमा भन्दा कुन एक्ट हो त्यो एक्टको टपिक लेख्ने ठ्याक्कै है। अनि टपिक लेखिसकेपछि अब हजुरले त्यो एक्ट कहिले आयो, डेट अफ अथेन्टिकेसन, कुनै त्यसमा चाहिँ अब एमेन्डमेन्ट छन् भने त्यो एमेन्डमेन्ट डेटहरू राख्ने टक्क, त्यसलाई हामी ब्याकग्राउन्ड भन्छौँ क्या हाम्रो भाषामा। नोटको चाहिँ ब्याकग्राउन्ड भन्छौँ हामी, ती चिजहरू राखिदिने। एमेन्डमेन्टहरू डेट छन् भने है, लेटेस्ट एमेन्डमेन्टसम्म हुँदा, जस्तो यसमा मैले साउनको राखिदिएको छु नि 2082 साउनको, भनेपछि हजुरले के बुझ्नु पऱ्यो, एकदम लेटेस्ट पढ्नु पऱ्यो क्या एक्ट, एकदम लेटेस्ट। त्यसको लागि हजुरहरूले आफै पनि हाम्रो सम्पर्कमा हुँदा, हाम्रै सङ्गतमा हुँदा त म्याडम म अपडेट गराइहाल्छु हजुरहरूलाई, त्यो चेन्ज भएछ है, यस्तो भएछ है भनिहाल्छु। अब कहिलेकाहीँ कस्तो हुन्छ नि, ग्याप भइदिन्छ नि त, हामीले पढाएर छोडिदिन्छौँ अनि 3 महिनासम्म त त्यसले कभर गर्छ। यदि 3 महिना क्रस गऱ्यो भने अब हजुरहरूले आफै पनि नेपाल ल कमिसनको वेबसाइटमा गएर त्यहाँबाट हेर्नु पर्यो। अनि त्यसपछि त्यति लेखिसकेपछि हरेक एडको सुरुवात कहाँबाट गर्ने भन्दा अब्जेक्टिभ, उद्देश्य, सबभन्दा पहिले उद्देश्य, नोट बनाउँदा पनि त्यही गर्ने, उद्देश्य के हो, अनि प्रावधान तथा विशेषता के हो त्यो लेख्ने, अनि कमी कमजोरीहरू त्यो लेख्ने, अनि त्यस्ता कमी कमजोरीलाई सुधार गर्ने उपायहरू लेख्ने। कहिलेकाहीँ टर्मिनोलोजीहरू पनि चाहिन्छ, जस्तो हामीलाई बाफियाको कुरामा होइन, त्यस पछाडि हाम्रो अर्को कम्पनी ऐनको कुरामा, त्यसपछि एनआरबी एक्ट, त्यहाँ टर्मिनोलोजीले पनि ठुलो काम गर्छ क्या निर्मला म्याडम, किनभने उता ब्याङ्किङ पार्टसँग सम्बन्धित हुन्छ। जस्तो हजुरले अब बाफिया टर्मिनोलोजीहरू, कर्जा, लोन के हो, निक्षेप डिपोजिट के हो, यी चिजहरू उता राख्न सक्नुहुन्छ। जस्तो यही एकबाट अघि मैले सिकाएँ नि, कम्प्युटर के हो त कम्प्युटर भनेर लेख्दाखेरि नर्मल कम्प्युटर यो भनेर लेख्ने, अनि एकर्डिङ टु इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063 कम्प्युटर मिन्स भनेर लेख्ने। यसरी गर्दा हामीलाई इजी हुन्छ है त। ल यही मैले ठ्याक्कै हजुरलाई नोट बनाउने स्टाइलले नै यहाँ पनि गराइरहेको छु, ठ्याक्कै त्यही प्याटर्नमा हामीले गरिरहेको छौँ है त। पेनाल्टिज प्रोभिजनहरू छ, अब यसमा फाइन छ हेर्नु होइन, इम्प्रिजमेन्ट छ है, यदि कसैले ब्रिच गर्यो भने, एक्ट ब्रिच गर्यो भने। अनि आइटी गाइडलाइन्सहरूको युज छ, जस्तो हजुरहरूले एनआरबी आइटी गाइडलाइन्सहरू पढ्नुहुन्छ नि साथीहरू उता आइसिटीमा, त्यो पनि काम लाग्छ है यसमा। एनआरबीको आइटी गाइडलाइन्सहरू, त्यसको अब्जेक्टिभ के हो, के कस्ता गाइडलाइन्सहरू छन्, ती चिजहरू पनि यसमा आउँछ। चिजसँग पनि सम्बन्धित विषयवस्तु यसमा छ है। अब यसका विकनेसेसहरू, अनि उता म नेपालीमा गराउँछु ल, यति इङ्ग्लिस सकाइदिइहालेँ अनि नेपालीमा जान्छु ल सँगै, फेरि यतातिर किन पल्टाइराख्ने होइन, उता आउँछ। अनि म अहिले मूल एक्ट पनि देखाउँछु हजुरहरूलाई, किन मूल एक्ट हेर्नुपर्छ त्यो पनि म बुझाउँछु है त। विकनेस हेर्नुहोस् त, अब लिमिटेड अवेरनेस, जति गर्नुपर्ने त्यति गर्न सकेको छैन है, अवेरनेस छैन हामी कहाँ, स्टिल साइबर क्राइमको बारेमा धेरैलाई थाहै छैन। जसले यो एक्ट बनायो, लेख्यो, उहाँले चाहिँ कुनै पनि सोसल मिडियाहरू चलाउनुहुन्न अरे। एउटा म ट्रेनिङमा गएको थिएँ ब्याङ्कबाट होइन, त्यो ट्रेनिङमा मलाई ठ्याक्कै यही कुरोहरू चाहिँ भनिएको थियो। के थियो त भन्दा यो एक्टहरू यति एक्टले यति बाँधेको छ कि जसले यो बनाउनु भयो, डेभलप गर्नुभयो, उहाँहरूले चाहिँ तपाईँको सोसल मिडियाबाट टाढा हुनुहुन्छ भनेपछि एक्ट त्यस्तो मतलब भनौँ न कानुनी रूपमा चाहिँ बाँध्ने टाइपको छ, तर हामी कहाँ अवेरनेस छैन। अनि त्यो भएर हामी जथाभावी लेख्ने गर्छौँ होइन। यहाँ त कस्तो हुन्छ तपाईँको भन्दा हेट स्पिचहरू, फेक न्युजहरू, जसले चाहिँ भाइलेन्सहरू क्रिएट गर्छ होइन, कसैको चाहिँ पर्सनल लाइफमा हार्म पुगाउने टाइपको छ भने त्यस्ता चिजहरू चाहिँ हामीले लाइक सेयर गर्दा पनि हामी लिगल अफेन्समा आउँछौँ, त्यति डेन्जर हुन्छ। त्यो भएर एकदम एक्साइटेड भएर हुँदै नभएका कुराहरू, फेक न्युजहरू कहिले पनि हामीले जेन्युन नभएसम्म अनवान्टेड कुराहरू चाहिँ लाइक सेयर गर्नु पनि हुन्न है। अनवान्टेड लिङ्कहरू त खोल्नुहुन्न भनेर हामीलाई साइबर सेलले, साइबर ब्युरोले चाहिँ धेरै वार्न गराइरहेको हुन्छ। त्यो भएर यो एक्टले पनि हामीलाई के छ त भन्दा अवेरनेसहरू त्यति हामी देख्दैनौँ होइन। अनि हेर्नु न कम्प्लेक्सिटी छ, एम्बिग्युटी इन डिफिनेसन भन्छौँ हामी। अब धेरै कुराहरू यसमा भेग छ, भेग। त्यही हेर्नु न एसिमेट्रिक क्रिप्टो सिस्टमभित्रकै
डिजिटल सिग्नेचरहरू, डिजिटल हाम्रा रेकर्डिङका कुराहरू होइन, अनि प्राइभेट की भन्छौँ हामी, पब्लिक की भन्छौँ, कस्तो हो त साँचो, के टाइपको साँचो हो त्यो होइन। पासवर्डलाई चाहिँ यहाँ कीको रूपमा एउटा चाहिँ सिम्बोलिक टर्म युज गरेको हुन्छ कि, अनि के भन्न खोजेको त्यसले भन्ने कुराहरू आउँछ यसमा। त्यसपछि अब विक इन्फोर्समेन्ट हेर्नु न, इनएडिक्वेट इन्फ्रास्ट्रक्चर एन्ड कपासिटी हामीले यो छैन। 77 जिल्लामा यो साइबर सम्बन्धी हेर्ने निकाय नै छैन। कति दुःख लाग्दो कुरा छ हेर्नु त। सानोभन्दा सानो अपराध पनि जिल्ला अदालतबाट सुरु हुन्छ। ब्याङ्किङ कसुरहरू, चेक बााउन्स बाहेकका अन्य कुराहरू हाइकोर्ट उच्च अदालतबाट सुरु हुन्छ होइन। यस्ता हामीसँग त विविध कुराहरू छन् नि त। तर यसमा चाहिँ के छ त भन्दा सबैतिर यसको इजी कानुनी उपचार खोज्न सहज पनि छैन। यसमा चाहिँ अब पीडित पक्षहरूले कसरी कानुनी उपचार खोज्ने, कसरी अगाडि बढ्ने भन्ने कुरामा चाहिँ यसमा धेरै नै कन्फ्लिक्ट देख्छौँ हामी है, असहजता देख्छौँ। बिस्तारै अब यो हुँदै जाला। विदेशतिर त अब यसलाई एकदमै कडा रूपमा लिइएको छ है। यसरी डिजिटल प्लेटफर्मबाट हुने कुनै पनि अफेन्सेसहरूलाई चाहिँ कडा रूपमा लिएको छ। हामी कहाँ चाहिँ त्यो सम्बन्धी अझै पनि छैन। अझै पनि हेर्नु न, सोसियल मिडियामा हेर्नु त गाली गलोज कति देख्छौँ हामी। केही सरकार डह्रो हुने हो भने त्यसरी गाली गलोजहरू केही गर्न पाइँदैन, कतै केही गर्न पाइँदैन। अहिले म तपाईँलाई देखाउँछु यदि त्यस्तो गरेमा कस्तो किसिमको चाहिँ सजायको हामी भागी बन्छौँ भन्ने कुराहरू अहिले म देखाउँछु। यसमा आउँछ। आज भ्याइएन भने भोलि पढ्छौँ हामी होइन, त्यो देखाउँछु। ल्याक अफ स्पेसल कोर्ट्स, अघि मैले भने जस्तै ब्याङ्किङ कसुर हाइकोर्टमा जाने होइन, अनि त्यसपछि हाम्रा सम्पत्ति शुद्धिकरणका धेरै जसो मुद्दाहरू स्पेसल कोर्टमा जाने, केही डिस्ट्रिक्ट कोर्टमा जाने, तोकेको अदालत भनेर छुट्याइदिएको छ। भ्रष्टाचारका मुद्दाहरू सिधै स्पेसल कोर्ट विशेष अदालतमा जाने, त्यस्तो व्यवस्था छ। अब यसको चाहिँ त्यो सम्बन्धी ठ्याक्कै व्यवस्था गरेको छैन, जिल्ला अदालतलाई दिएको छ होइन। त्यो पनि एउटा यसको चाहिँ हामी विकनेसकै रूपमा लिन्छौँ। अनि टेक्नोलोजिकल ल्याक भन्छौँ हामी। कतिपय अवस्थामा ती हाम्रा भनौँ न फल्स आइडीहरू, फेक आइडीहरू चाहिँ छैन है। 6:30 निर्मला म्याडम, 6:30 अल्छी लाग्यो क्या, लामो समय पछाडि आयो होइन। हाम्रो 1 आवर 30 मिनटको क्लास हुन्छ है निर्मला म्याडम। 6:30 मा सिद्धिन्छ, 5 बाट सुरु हुन्छ, 6:30। ओके, अब हेर्नुहोस् न त्यस पछाडि अर्को के छ। अब जस्तो एआईहरूको अहिले होइन अन्य कुराहरू, ब्लकचेन, एआई यस्ता कुराहरू छ। यो सम्बन्धी व्यवस्थाहरू अन्डर डेभलप साइबर सेक्युरिटी फ्रेमवर्क भन्छौँ हामी है। विक सिस्टम फर प्रिभेन्टिङ एन्ड एड्रेसिङ ब्रिचेसहरू, कानुनको पालना नगर्दाखेरि के हुन्छ भन्ने कुराहरूमा। अनि लिमिटेड स्टेक होल्डर इन्भल्भमेन्ट है, मिनिमल इनपुट फ्रम इन्डस्ट्री एक्सपर्ट्स ड्युरिङ द ड्राफ्टिङ प्रोसेस भन्छौँ हामी। अब यो एक्ट बनाउँदाखेरि सम्बन्धित सबै पक्षलाई चाहिँ खासै खबर नगरे जस्तो देखिन्छ, किनभने धेरै चिजहरू चाहिँ यसमा हामीले छुटेको हेर्छौँ। धेरै ल्याक, धेरै ग्याप हामी देख्छौँ यसमा। अनि इनएडुकेट ट्रेनिङ भन्छौँ, लिमिटेड क्यापेसिटी बिल्डिङ प्रोग्राम्स फर ल इन्फोर्समेन्ट एन्ड जुडिसियरी, इन्सफिसियन्ट पेनाल्टिज जुन यसमा राखिएको छ त्यो इनफ छैन, छँदै छैन। जति पनि पेनाल्टिजहरू यसमा छन्, पनिसमेन्टहरू छन् है, त्यो अहिलेको दृष्टिकोणबाट हामीले भन्नुपर्दाखेरि के छ त भन्दाखेरि पुग्दो छैन, त्यसलाई थप्नुपर्छ। त्यति थोरै अथवा त्यति विक पेनाल्टिज पनिसमेन्टले टोटल रूपमा यो एक्टलाई चाहिँ हामीले गर्न सक्दैनौँ। सृजना म्याडम कति राम्रो हो नि। मैले हजुरहरूलाई त्यतिखेर पनि भनेको थिएँ नि त सृजना म्याडम, लामो लामो कहिलेकाहीँ क्लास अफ हुँदा त रमाइलो हुन्छ, लामो लामो ग्याप भयो भने हजुरहरूलाई फर्म बनाउन पुरा टाइम लाग्छ के। त्यो भएर पनि त्यो बाढी पहिरोको बावजुद पनि बिचमा हामीले हाम्रो राजकुमार सरले पढाउनु भएको थियो नि त इकोनोमिक्सको एउटा क्लास भए पनि हजुरहरूलाई कन्टिन्युटी होस् भन्ने थियो। नभएको भए त हाम्रो 1 विक 10 डेज क्लास त त्यही बिचमा भइहाल्थ्यो। यो लोकसेवामा त ग्याप भन्ने चिज राख्नु नै हुँदैन।
मैले धेरैचोटि भन्छु केही छैन, अब हजुरहरूलाई फर्ममा ल्याउन मलाई 2-4 दिन लाग्छ, बट ल्याइहाल्छु, डोन्ट वरी। अब आजबाट हाम्रो फुल फ्लेगमा क्लास सुरु भइहाल्छ होइन। भरे अब 6 बजेको क्लासमा हाम्रो म्यानेजमेन्टको स्ट्रिमबाट सुरु हुन्छ। हजुरहरूलाई म 2-3 दिनमा फर्ममा ल्याइहाल्छु। यो स्याटरडेसम्ममा एउटा प्याटर्न डेभलप भइहाल्छ। त्यो भएर आतिनु परेन। डिस्कन्टिन्यू चाहिँ लोकसेवाको क्लास एकदम बोरिङ हुँदै जान्छ क्या। पढ्ने बानी भइसकेपछि चाहिँ नपढ्दा अल्छी लाग्छ सिर्जना म्याडम। हजुर त्यो कुराले पुरा फर्म छ हजुरको भन्ने बुझिन्छ। सबै साथीहरूको मैले त्यही होप गर्छु है, त्यही होप गर्छु ठ्याक्कै। कस्तो होप गर्छु त भन्दा यसरी क्लास नहुँदा हजुरहरूलाई दिक्क लाग्नुको मतलब के हो त, अल्छी लाग्नुको मतलब भन्दा हजुरहरू पुरा टिपिकल्ली लोकसेवाको फर्ममा आइसक्नु भएको छ। किनकि लोकसेवाका विद्यार्थीहरू आफ्नो गोल अचिभ नभएसम्म प्राय रोकिँदैन। 1-2 वर्ष त हो, त्यसपछि त सधैँ त्यसरी अल्झिराख्नु परेन होइन। सजिलै छ। अब भ्याकेन्सीको पाइपलाइनहरू फटाफट खुल्छ। अब त हजुरहरूले धेरै मिहिनेत गर्ने बेला छ सबैतिर। अब सिलेबस पनि यता चौथो तहको त आइसकेको छ होइन, हेरिहाल्नुभयो। अब अफिसर लेभलको पनि आउँछ। अब त्यो भएर हामीलाई जे एक प्रकारको अब चाहिँ पढाइतिर जोड गर्नुपर्छ भन्ने प्याटर्न डेभलप भइसकेको छ है त। ओके, अब हेर्नुहोस् त, यस्तै अब डेटा प्राइभेसीका कुराहरू भयो है। अनि डिजिटल डिभाइड भन्छौँ हामी है। अब यसमा सबै पक्षले के पाएको छन् त, यहाँ कुरा छ। मार्जिनलाइज ग्रुपले पाएको छ त, हेर्नुहोस् त। सीमान्तकृत वर्ग छ, अहिले पनि ठुलो हिस्सा चाहिँ डिजिटल सर्भिसेसबाट ल्याएको छ। यो एकले उनीहरूको बारेमा केही बोल्न सकेको देख्दैनौँ हामी है, केही भन्न सकेको हामी देख्दैनौँ। अनि विदेशसँग टाइअप गरेर नेसनल इन्टरनेसनल लेभलमा हामीले चाहिँ कोर्डिनेसन गर्न सकेको अझै पनि हामी देख्दैनौँ। हाम्रो प्राय पत्याउँदैन। अब एउटा इन्टरपोलको त अब हामी मेम्बर छौँ, त्यसको थ्रु गर्न पनि सकिन्छ। तर कतिपय क्रिटिकल केसमा हामीले त्यो पनि गर्न सकेको देख्दैनौँ होइन। त्यो पनि त्यही हाम्रा सहकारी ठगीसँग सम्बन्धित कति केसहरू हेर्नुहोस् न होइन, पेन्डिङमा रहेका छन्। इन्टरनेसनल टाइअप हामीसँग छैन। यसरी हामीले चाहिँ यस्ता ल्याकहरू यसमा देख्छौँ है। अनि कम्प्लायन्स रिक्वायरमेन्टहरू पनि अलिकति च्यालेन्जिङ टाइपकै छ है। अनि मेकानिजमहरू पनि इनफ छैन सबैसँग सम्बन्धित भएर सबैलाई चाहिँ होइन न्यायचित हुने गरी एउटै प्लेटफर्ममा हुने गरी छैन। अब के गर्ने त, हजुरहरूलाई क्वेसन आउँछ, वाट सुड बी डन टु इम्प्रुभ दिस एक्ट भनेर आउँछ क्या। विद्युतीय कारोबार ऐन 2063 भएका कमी कमजोरीहरूलाई सुधार्न के गर्नुपर्छ त, सुझाव दिनुहोस् भन्छ। अनि त्यसमा अब हामीले के गर्ने त भन्दा अगाडिका बुँदाहरू दिमागमा राख्ने साथीहरू, पछाडिको लेख्ने। जस्तो अवेरनेस क्याम्पेन भनेर परीक्षामा लेखिराख्नु परेन। कन्डक्ट पब्लिक एन्ड अर्गनाइजेसनल एडुकेसन अन दि एक्ट प्रोभिजन्स, अपडेट द एक्ट टु इन्क्लुड क्लियर डिफिनेसन एन्ड एड्रेस इमर्जिङ टेक्नोलोजिज, यसरी राख्नु पऱ्यो। इन्भेस्ट इन रिसोर्सेस फर ल इन्फोर्समेन्ट टु ह्यान्डल साइबर क्राइम्स है। क्रिएट स्पेसलाइज कोड फर एड्रेसिङ IT related disputes, formulate agreements to resolve cross-border legal issues, regularly update the act to include advances in IT, ICT, अझै यसरी राख्न सकिन्छ। त्यो पनि हुनसक्छ म्याडम। सृजना म्याडमलाई नपढ्दा चाहिँ अल्छी लाग्यो भन्नुभएको हो। जानुका म्याडम हजुरले उल्टो बुझिसक्यो। क्लास नहुँदा चाहिँ भन्नुभएको हो क्या, क्लास नहुँदा चाहिँ अल्छी लाग्छ भन्नुभएको हो। सबिना, त्यो भनेको कस्तो त भन्दा हामी एउटा सम्भ्रान्त भन्छ नि, सम्भ्रान्त वर्ग के जो अब बजारमा छ या एउटा भनौँ न गाउँतिर पनि अलिक सुगम ठाउँमा छ, उनीहरूले मात्रै डिजिटल फेसिलिटिजहरू पाइरहेछन् के। तर
डिजिटल फेसिलिटिजहरू त सबैले पाउनुपर्छ नि त, त्यो हाम्रो हक हो, हक होइन त भन्नु त, हक हो नि त। रिमोट एरियामा बस्नेहरू होइन, अनि हाम्रा इन्टरनेटका पहुँच नभएको वर्ग, यसलाई ठ्याक्कै तपाईँले कसरी बुझ्न सक्नुहुन्छ सबिना म्याडम? हाम्रो अस्ति जेएनजीको आन्दोलन पछाडि सूचना मन्त्री हुनुभयो नि हाम्रो इमर्जिङ पत्रकार, उहाँले चाहिँ अब बजारमा चोक एरियामा निश्चित सिलेक्टेड एरियामा चाहिँ वाइफाई निःशुल्क गर्छु भन्नुभयो होइन। अनि त्यसमा अलिकति बुलिङ भइरहेको थियो नि त। कस्तो त भन्दा जहाँ एक्सेस नै छैन है, जहाँ डिजिटल प्रोडक्टको एक्सेस छैन, जहाँ इन्टरनेटको पहुँच छैन भने त्यस्तो ठाउँमा चाहिँ सहज पहुँच कसरी पुगाउने हो त भनेर गभर्मेन्टले चाहिँ पहिलो प्रायोरिटी त्यहाँ राख्नुपर्छ भन्न खोजे हो क्या। त्यसको मतलब त्यो भन्न खोजे हो। त्यसले के कुरो बुझाउँछ त ठ्याक्कै भन्दा हामीले सबै वर्गलाई सहज हुने गरीको चाहिँ प्लेटफर्म डेभलप गर्नुपर्छ भन्न खोजेको सबिना। तर अहिले पनि त्यो छैन। यहाँ पनि हामीले के देख्छौँ त भन्दा एउटा उच्च तबकासँग मात्रै डिजिटल पहुँच छ, बुझ्नुभयो नि ठ्याक्कै, सबै एरियामा छैन। यसको मतलब अब हजुरले भन्दा फाइनेन्सियल इन्क्लुजन जस्तै हो। फाइनेन्सियल इन्क्लुजन, फाइनेन्सियल एसिस्टेन्स भनेर हामी पढ्छौँ नि, वित्तीय पहुँच, वित्तीय समावेशीकरण भनेर पढ्छौँ नि। त्यसमा पनि हाम्रो के छ त भन्दा वित्तीय पहुँच सुगम ठाउँमा मात्रै त ब्याङ्क तथा वित्तीय संस्थाका शाखाहरू छन् नि त। हालसम्म हामीले हेर्दा सबै स्थानीय निकायमा बल्ल पुग्यो, स्थानीय निकायमा वडासम्म पुग्नु पर्यो। वडै कत्र कत्र हुन्छ हेर्नु न, गाउँघरतिर लस बियरिङ जोनमा ब्याङ्कहरूले शाखा खोल्नै मान्दैनन्। सबै ब्याङ्कहरू बजारमा मात्रै केन्द्रित हुन चाहन्छन्। ठ्याक्कै डिजिटल प्रोडक्टहरू पनि त्यस्तै हो। त्यो भएर यसमा के छ त भन्दा एक्टले चाहिँ केही म्यान्डेटरी व्यवस्था गरिदिन सकेको भए दूरदराज दुर्गम एरियामा पनि त हामी लान सक्थ्यौँ। जस्तो अहिलेको हाम्रो शिक्षा मन्त्री हुनुहुन्छ नि महावीर पुनलाई चाहिँ यो नोबेल यसरी के अरे हाम्रो यो म्यागासेके भन्ने पुरस्कार किन दिएको थियो सबिना? यही केसमा हो नि त। उहाँले चाहिँ त्यो मार्जिनलाइज पिपुलहरू हाम्रो रिमोट एरियामा चाहिँ यो सम्बन्धी व्यवस्था गरिदिनु भएको थियो। त्यो भएर दूरदराजसम्म चाहिँ होइन, ठ्याक्क के थियो त भन्दाखेरि जहाँ राज्य पुगेको थिएन त्यहाँ पुगेको थियो। बुझ्नु? त्यही हो। पर्दैन निर्मला म्याडम, पर्दैन। अलिअलि तोडमोड गर्न पाइयो, थोर बहुत। सबै त तोडमोड गर्न भएन, थोर बहुत गर्न पाइयो। यो बुझिहाल्नुहुन्छ तपाईँले म्याडम। आज पहिलो क्लास हो नातिन्न, सबसे गाह्रो खण्ड हजुर पढ्दै हुनुहुन्छ। त्यो भएर सबसे गाह्रो खण्ड एक्ट भनेको डेफिनेटली गाह्रो हो। त्यसलाई कसरी सर्टकट पढ्ने भन्ने अहिले म मूल एक्ट देखाउँछु नि, अनि हेर्नु होला। मूल एक्टबाट त हामी कोट्याउनै सक्दैन। त्यसलाई मैले सिम्पल वेबाट गराएको छु। सो यो तरिकाले सबभन्दा सुरुमा हजुरहरूले हेर्ने भनेको नयाँ साथीहरू मैले पठाएको नोटको ट्याक्क प्याटर्न बुझ्ने है, अनि टक्क त्यही अनुसार तयारी गर्ने। हुबहु कसैले पनि गर्न सक्दैन, कसैले कोही। जसलाई यो एक चाहिन्छ उहाँहरूलाई पनि यो याद हुन्न निर्मला म्याडम। हामी त परीक्षाको लागि तयार गर्नुपर्ने भएकोले थोर बहुत यादसम्म गर्छौँ, नै उहाँहरूले पनि गर्दैन। सबले त्यो मूल एक्ट हेरेर वाचन गर्ने म्याडम, त्यसरी बुझ्नु। तर हामी परीक्षाको दृष्टिकोणले तयार गर्नुपर्ने भएकोले त्यसका थिमहरू पिक गर्छौँ, त्यति चाहिँ सक्छौँ। तपाईँलाई त्यति सक्नु त म बनाइहाल्छु नि, तनाव नलिनु न। ओके, ल हेर्नुहोस्, अमेन्ड एन्ड क्लेरिफाई भन्छ, अपडेट गर्ने है। डेफिनेसनहरूलाई चाहिँ कहाँ कहाँ कन्फ्लिक्ट छ त्यसलाई चाहिँ हामीले हेर्ने। सृजना म्याडम, वाउ कति राम्रो यो हो नि त म्याडम। निर्मला म्याडम नयाँ हुनुहुन्छ, आज फर्स्ट क्लास हो, त्यो भएर म्याडमको क्वेरिज अलिक बढी छ, स्वाभाविक पनि हो, ठिकै छ। निर्मला म्याडम फर्ममा आइहाल्नुहुन्छ, डोन्ट वरी, हामी फर्ममा ल्याउँछौँ नि। हाम्रो कामै हजुरहरूलाई फर्ममा ल्याउने हो। सो डोन्ट वरी, इजी छ, इजी, गाह्रो हुन्न। इजी वेबाट हेर्दै जानुपर्छ, सकिन्छ। हुबहु गर्नु पनि पर्दैन, हुबहु गर्न सकिन्न पनि।
व्यावहारिक रूपमा भन्दा पनि हुबहु गर्न सकिन्छ। ओके, ल सृजना म्याडम थ्याङ्क यू सो मच। ओके, अब अरू हेर्नुहोस् त। अब यो जुरिस्डिक्सन क्ल्यारिटीको कुराहरू, इन्कर्पोरेट न्यू टेक्नोलोजिज भन्छौँ हामी है, आउने नयाँ टेक्नोलोजीहरू, अहिलेका अब ती हाम्रा ब्लक चेनहरू होइन, एआईसँग सम्बन्धित कुराहरू एक्ट उहिले बन्यो हेर्नु न, 2063 भन्छौँ हामी। अब अहिले पनि केही कानुनी कुराहरू प्रयोग गरेको होला। अब अहिले हामीसँग एआईका धेरै च्यालेन्जहरू छन् है, एआईसँग सम्बन्धित कुराहरू छन्, रोबोटिक्सका कुराहरू छन् होइन। अब रोबोटिक्सभन्दा माथि अहिले हामी एआईमा छौँ। अब त्यो सबै कुराहरू यसले कभर गर्न नसकेको, कन्ट्रोल गर्न नसकेको हामी देख्छौँ। त्यस्ता चिजहरू चाहिँ राख्नुपर्छ भन्छ यसले। अनि साइबर क्राइमको लागि फास्ट ट्र्याकमा हेर्नको लागि चाहिँ कोर्टहरू चाहियो। फास्ट ट्र्याकमा के हामी इङ्ग्लिसमा भन्छौँ नि, जस्टिस डिले इज जस्टिस डिनाइड भन्छ है। न्याय प्रणाली पेचिलो बन्यो, लेन्दी प्रोसेसमा जानु भनेको चाहिँ एक प्रकारले चाहिँ न्याय नहुनु हो भन्ने बुझाइ छ के। त्यो भएर यहाँनिर हामी के कुरालाई हाइलाइट गर्छौँ त भन्दाखेरि प्रणाली एकदमै चुस्त हुनु पर्यो, एकदम दुरुस्त चुस्त हुनु पर्यो, कोर्ट क्लियर गर्नु पर्यो, फास्ट ट्र्याकमा लानु पर्यो है। फास्ट ट्र्याकमा आइटी रिलेटेड डिस्प्युट्सहरूलाई तोकिएको अदालतमा राखेर फास्ट ट्र्याकमा सकाउनु पर्छ भन्छ यसले है। हुन त अब लग्यो दुईचोटि, दुर्गा फर्साईलाई दुईचोटि लगेको थियो नि, याद छ नि हजुरहरूलाई, साइबर भन्छ नि, यही हो। यही उसँग यही एक्ट अन्तर्गत सरकारी वकिलले माग गर्ने हो। प्रहरीको इन्भेस्टिगेसन अनुसार सरकारी वकिलले मुद्दा दायर गरेर माग गर्छ। अनि यस्तोमा प्राय अन्तिम फैसला नभएसम्म जेल चाहिँ बस्नु पर्दैन। एकचोटि हाम्रो आशिका दिदी पनि पर्नु भएको थियो नि त होइन, आशिका दिदीलाई पनि हालेको थियो यही केसमा। त्यो भएर यो केस चाहिँ अलिक भनौँ न केही बोल्दा ओर्दा कहिलेकाहीँ यसको चाहिँ कन्फ्लिक्ट हुन्छ क्या, यो वाक स्वतन्त्रतालाई नै ध्यान नदिएको पो हो कि भन्ने कुराहरू पनि आउँछ। तर त्यस्तो चाहिँ होइन, वाक स्वतन्त्रताको नाममा जथाभावी चाहिँ गर्नुहुन्न भन्न खोजेको हो। त्यस्ता कुराहरू कभर गर्नुपर्छ, साइबर क्राइम कोर्ट्सहरू खोल्नुपर्छ भन्न खोजेको हो। त्यसपछि टेक्नोलोजीहरूलाई कभर गर्ने गरी ल्याउनु पर्यो। अनि साइबर सेक्युरिटी फ्रेमवर्क डेभलप गर्नु पर्यो क्या यसमा। डेभलप अ रोबस्ट फ्रेमवर्क टु प्रिभेन्ट एन्ड रेस्पोन्ड टु थ्रेट्स भन्छौँ, त्यो आउनु पर्यो। अनि स्टेक होल्डरसँग इङ्गेज एक्सपर्ट्स, बिजनेस एन्ड आइटी प्रोफेसनल इन लेजिस्लेटिभ रिभिजन्स भन्छौँ हामी है, चाहियो हामीलाई। अनि अफिसरहरूलाई अथवा त्योसँग सम्बन्धित जो कोही मान्छेहरू छन् तिनीहरूको लागि चाहिँ ट्रेनिङ प्रोग्राम्सहरू कन्डक्ट गर्नु पर्यो। अनि त्यही ट्रेनिङ प्रोग्रामको माध्यमद्वारा उनीहरूलाई चाहिँ उनीहरूको कपेसिटी चाहिँ इन्हेन्स गर्नु पर्यो है। त्यो कुराहरू छ। पेनाल्टिज कम थियो अघि मैले भने होइन, यसमा दण्ड सजायहरू कम छन्, पनिसमेन्टहरू थप्नु पर्यो है। डेटा प्राइभेसीको लागि अरू प्रोभिजनहरू थप्नु पर्यो, किनभने डेटा भन्ने चिज एकदम सेन्सिटिभ हुन्छ होइन। अब यसमा कुनै पनि किसिमको एट्याक भयो भने धेरै गाह्रो हुन्छ, धेरै नै गाह्रो। जेनजीको आन्दोलनपछि हेर्नु न हामी कति ब्ल्याकमा छौँ अहिले होइन। अहिले हाम्रो यातायातको कार्यालयहरू सबभन्दा ठुलो क्षति त्यहीँ भएको देख्छौँ हामी अहिले। लाइसेन्सको प्रोसेसहरू भए होइन, यी सब कुराहरू अहिले छैन हामीसँग है। अनलाइन प्लेटफर्मको एउटा नराम्रो पक्ष भनेको कस्तो हो त भन्दाखेरि अब यो विद्युतीय स्वरूपमा राख्न त इजी छ, तर त्यसलाई प्रोटेक्सन गर्न पनि त्यति नै गाह्रो छ क्या। ती सब चिजहरू हुन्छन् है। ह्याकरहरू रेडी भएर बसिरहेका हुन्छन्, ह्याक गर्छन् उनीहरूले, हाम्रो सिस्टमलाई चाहिँ उनीहरूले च्यालेन्ज गर्छन्, त्यहाँ समस्या छ है। अनि स्ट्रेन्थेन डेटा प्राइभेसी भन्छौँ हामी, यसमा अब पर्सनल सेन्सिटिभ डेटाहरू रोक्ने कुराहरू है। अघि डिजिटल डिभाइड आयो, हाम्रो सबैना मिल्न सोधेको कुरा आयो। प्रमोट डिजिटल इन्क्लुसिभिटी एन्ड एक्सेस टु टेक्नोलोजी फर अल, ठ्याक्क अघि मैले भनेको त्यही हो। फाइनेन्सियल इन्क्लुजन, फाइनेन्सियल एसेसन भने जस्तै डिजिटल इन्क्लुजन, डिजिटल एसेसन चाहिँ सबैतिर गर्नु पर्यो है। अनि ग्लोबल कोलाबोरेसन हुनु पर्यो। कम्प्लायन्सहरू के छन् ती चिजहरू चाहिँ हामीले हेर्नुपर्छ, तिनीहरूलाई चाहिँ एकदम सिम्प्लिफाई गर्नुपर्छ, त्यसमा क्ल्यारिटी हुनुपर्छ। अनि यसबाट पीडित भएका मानिसहरूलाई चाहिँ
सपोर्टिभ इन्भाइरोमेन्टको व्यवस्था गर्नुपर्छ। यसरी यति कुराहरू हेरिसकेपछि चाहिँ एउटा एक्ट एउटा प्लेटफर्ममा कम्प्लिट हुन्छ। याद गर्नु, जुनसुकै एक्ट होस्, नयाँ साथीहरू पुरानो साथीहरूलाई त यो भन्नै परेन, उहाँहरू त बुझेर बस्नुभएको छ, उहाँहरूलाई सबै थाहा छ। नयाँ साथीहरू जो आज फर्स्ट क्लास जोइन गरिरहनु भएको छ, हजुरहरूले एउटा कुरो के बुझ्नु पर्यो त भन्दा हामीले एक्ट पढ्ने सबभन्दा सजिलो तरिकै यही हो। के गर्ने त भन्दा एक्टको ब्याकग्राउन्ड डेभलप गर्ने, उद्देश्य निकाल्ने, प्रावधानहरू निकाल्ने, कमी कमजोरी निकाल्ने, त्यसलाई सुधार्न के गर्नुपर्छ, यो सबैको एउटै हुनुपर्छ भन्ने छैन। मैले जस्ट एउटा हजुरहरूलाई स्याम्पल डेभलप गरेको हो। यही स्याम्पलबाटै परीक्षामा लेख्दा पनि हुन्छ साथीहरू, होइन आफै गर्छु भन्दा पनि हुन्छ। कम्प्लाइन्स भनेको सबिना ती नियम ऐन कानुनहरूलाई हामी कम्प्लाइन्स भन्छौँ कि जति पनि तपाईँको चाहिँ कुनै चिजहरूसँग सम्बन्धित विधिहरू, कार्यविधिहरू, कानुन, प्रक्रिया हुन्छ नि, त्यसलाई चाहिँ अब हामी के भन्छौँ त भन्दा कम्प्लाइन्स भन्छौँ के। त्यसलाई नियमहरू, विधि, प्रक्रिया, यस्ता कुराहरू, कानुन, होइन, त्यसलाई इङ्ग्लिसमा भन्दाखेरि एउटै उसमा हामी कभर गर्छौँ, कम्प्लाइन्सेस भन्छ। कम्प्लाइन्सेस है, जस्तो अब हामीले नेपालमा कमर्सियल ब्याङ्कको कुरो गर्दा 20वटा कमर्सियल ब्याङ्कमध्ये नेसनल इन्टरनेसनल कम्प्लाइन्सहरू, देशको विदेशको सम्पूर्ण नियम कानुन ज्यादातर पालना गर्ने ट्रान्सपरेन्सी भएको ब्याङ्क चाहिँ स्ट्यान्डर्ड चार्टर ब्याङ्कलाई मानिन्छ। सबिना यस्तो हुन्छ। त्यो भएर कानुनको पालना गर्ने, कानुनले दिएका चिजहरू के छन्, ती सबै चिजहरू चाहिँ कम्प्लाइन्स अन्तर्गत आउँछ है त। यति हेरिसकेपछि चाहिँ तपाईँहरूले एउटा प्याटर्न के गर्नुहुन्छ त, डेभलप गर्नुहुन्छ। अब हामी फेरि सुरुमै आउँ साथीहरू, सजिलो हुन्छ यो हेर्दै गइसकेपछि, एकदमै सजिलो हुन्छ। कमी कमजोरीमा थियो हेर्नु है त। मूल्याङ्क चाहिँ यस्तो हुन्छ है साथीहरू, फेरि सरले यो हामीलाई कतातिर डाइभर्ट गराइरहनु भएको भन्ने होला है। हजुरले पढ्ने मूल्याङ्क तपाईँलाई खोज्न गाह्रो हुन्छ भनेर मैले यो पनि पठाइदिने गर्छु जहिले सँगै। यो चाहिँ यहाँ पाउँछ कि www.lawcommission.gov.np, यही भित्र हुन्छ है। केही किताबहरू किन्नु पर्दैन यसको लागि। यो एडको लागि हामीले कतै केही गर्नु परेन, लिनै परेन। कम्प्लेक्स कम्प्लाइन्स भनेको कहिलेकाहीँ मल्टिमिनिङ हुन्छ के सबिना, मल्टिमिनिङ भनेको बुझ्नुहुन्छ नि, यति कडा टाइपको कानुनहरू हुन्छन्, हार्ड टाइपका, होइन, त्यसलाई कसरी कभर गर्ने त, यस्ता कुराहरू सबै उ गर्ने भन्ने होइन, कम्प्लिकेटेड हुन्छ। तर यहाँ हामीले लेखेको मतलब चाहिँ के हो त भन्दा समटाइम्स तपाईँ कानुन कम्प्लाइन्सहरूलाई चाहिँ फलो गर्न पनि गाह्रो हुन्छ भन्न खोजेको। केही माइनर कुराहरू पनि हुन्छ, माइनर कुराहरू, त्यस्ता माइनर कुराहरूलाई हामीले लिगल्ली जानु पर्यो भने चाहिँ त्यस्ता कुराहरू हुबहु फलो गर्न गाह्रो हुन्छ। जस्तो इक्जाम्पल, इजी इक्जाम्पल, मानौँ कुनै एउटा इलिगल सोर्सबाट आएको न्युज छ सबिना, त्यसलाई तपाईँले लाइक गर्नु या सेयर गर्नु, दुइटै तपाईँको लागि के हो त, लिगल अफेन्स हो है। किनकि त्यस्तो अनअथराइज चिजहरूलाई हामीले लाइक गर्ने, सेयर गर्ने गर्नुहुन्न सबिना। हो त्यो एउटा कम्प्लाइन्स भयो कि भयो नि त, हार्ड टु फलो, लिगल एक्सनमा जान्छ। त्यसरी लिगल एक्सन गर्ने हो भने त टुडी खेलमा राख्नु पर्यो मान्छेलाई, कति आउँछ त्यस्तो बढी। ल हेर्नुहोस् त, हुबहु हामी कानुनकै पछाडि जान सक्छौँ त, सधैँ सक्दैनौँ नि त, त्यो भन्न खोजेको। ओके, वाउ सृजना म्याडम कति राम्रो, यो हो नि त थरी। धेरै लामो समय पछाडि म बिहानै हाइली मोटिभेटेड भइरहेको छु सृजना म्याडम है, कति राम्रो। ओके समिना म्याडम बुझ्नुभयो? ल सृजना म्याडम फेरि एकचोटि धन्यवाद। यस्तो हुन्छ हेर्नु नि, मूल एक चाहिँ यस्तो हुन्छ। निर्मला म्याडम, अरू को नयाँ हुनुहुन्छ हजुरहरूले आएको, अनि हजुरले यहाँबाट कहाँबाट कसरी इन्ट्री गर्ने नै थाहा पाउनुहुन्न कि, त्यस्तो हुन्छ। के पढ्ने त्यसको भन्दा अब यी चिजहरू ब्याकग्राउन्डको रूपमा युज गर्ने, होइन, यी चिजहरू
अनि प्रस्तावना छ यहीँबाट उद्देश्यलाई पिक गर्ने अब्जेक्टिभ्स यहाँबाट तान्छौँ हामी। हरेक एडको अब्जेक्टिभ्स यहाँबाट तान्छौँ क्या, यो प्रस्तावनाबाट यहाँबाट तान्ने। अनि यो परिच्छेद हामीलाई सबै चाहिँदैन, यिनीहरू आवश्यकै पर्दैन होइन। अनि यस्तो छन्, अब केही चिजहरू हामीलाई चाहियो नि, यसरी आउँछ क्या एक्टमा। अघि मैले भने नि एसिमेट्रिक क्रिप्टो सिस्टम, यो खासमा इङ्ग्लिस टर्म हो तर नेपालीमा पनि यसरी लेख्छौँ, रोमनमा लेख्छौँ कि के हो त एसिमेट्रिक क्रिप्टो सिस्टम के हो भन्यो भने डिजिटल हस्ताक्षर सिर्जना गर्ने, निजी साँचो र डिजिटल हस्ताक्षरको सम्पुष्टि गर्ने सार्वजनिक साँचो समावेश भएको एक सुरक्षित जोडी साँचो उत्पन्न गर्ने प्रणाली। यो साँचो के हो हजुरहरूलाई लाग्ला होइन, यो यसरी बुझ्नु। एउटा हामीले स्ट्रङ पासवर्डभित्र डेभलप गरेको एउटा प्रणाली जहाँ चाहिँ तपाईँको पासवर्ड प्रोटेक्टेड हुन्छ, त्यो सिस्टम हो। यसरी हामीले बुझ्नु पर्यो। कम्प्युटरको डिफिनेसन हेर्नु, कम्प्युटर इज एन इलेक्ट्रोनिक डिभाइस। त्यो मात्रै किन लेख्ने त हेर्नु त कति राम्रो लेखेको छ यसले। विद्युतीय कारोबार ऐन 2063 अनुसार कम्प्युटर भनेको के हो त भन्दा विद्युत चुम्बकीय वा दृश्यगत आवेगहरू परिचालन गरेर तार्किक अङ्कगणितीय र स्मरणगत कार्य सम्पादन गर्ने विद्युत चुम्बकीय दृश्यगत वा अन्य उच्च गतिको तथ्याङ्क प्रशोधन गर्ने संयन्त्र वा प्रणाली सम्झाउनुपर्छ। र सो शब्दले कुनै कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कमा कम्प्युटरसँग जोडिएका वा सम्बद्ध रहेका सम्पूर्ण इनपुट आउटपुट प्रशोधन सञ्चय गर्ने कार्य तथा कम्प्युटर सफ्टवेयर वा सञ्चार सुविधा समेतलाई बुझाउँछ भनेर यसरी राखिदिएको हुन्छ। यस्ता शब्दहरू कति छन्, कति हेर्नु नै। कम्प्युटर, ग्राहक है, जोडी के हो त किपेयर भनेको के हो भन्छ ल। केलाई हामी किपेयर भन्छ? कुनै एसिमेट्रिक क्रिप्टो सिस्टममा रहेको निजी साँचो र त्यस्तो साँचोले सिर्जना गर्ने डिजिटल हस्ताक्षरको जाँच सार्वजनिक साँचोले गर्न सक्ने तत्त्व भएको सो निजी साँचोको गणितीय रूपमा अन्तर आबद्ध सार्वजनिक साँचोको जोडी भन्छ। यो भनेको अब पासवर्ड भनेर यसरी हामीले बुझ्नु पर्यो। यसरी आउँछ। सब्सक्राइबर भन्छौँ नि हामी, सब्सक्राइबर भनेको ग्राहकलाई हामी सब्सक्राइबर। डिजिटल हस्ताक्षर अघि हाम्रो कुन भाइले सोध्नु भएको थियो है, जनक भाइले कि कसले, के हो त डिजिटल हस्ताक्षर नि त? डिजिटल हस्ताक्षर रूपान्तरण नभएको पानमिक विद्युतीय अभिलेख र हस्ताक्षरकारीको सार्वजनिक साँचो भएको व्यक्तिले देखाएको कुरो दुरुस्तसँग निर्धारण गर्न सक्ने किसिमको एसिमेट्रिक क्रिप्टो सिस्टम प्रयुक्त भएको विद्युतीय अभिलेखको रूपान्तरणमा समावेश हुने कुनै विद्युतीय स्वरूपमा गरिएको हस्ताक्षर। ल अनि दुईवटा कुरो राखिदिएको छ। यसै त हजुरहरूले यो एकबाट त केही निकाल्नै एकदम गाह्रो हुन्छ, यो त पढ्ने हो। अनि परिच्छेद 2 भनेर आयो, विद्युतीय अभिलेख र डिजिटल हस्ताक्षर सम्बन्धी व्यवस्था हो। यसैलाई मैले सिम्पल बनाएर हाम्रो प्याटर्नमा यसरी राखिदिएको हुन्छु। अनि यसले चाहिँ हजुरहरूले ठ्याक्कै बुझ्न सक्नुहुन्छ। हेर्नु त ठ्याक्कै यही त राखिदिएको छ नि, यही छैन त? पहिला एनको राखिदिएको छु ब्याकग्राउन्ड है, अनि उद्देश्य राख्दै सजिलोसँग त्यो भेग एनबाट हामीले अब सानो बनायौँ कि त्यसलाई। अनि प्रावधान विशेषता कमी कमजोरी अघि हामीले इङ्ग्लिसमा गरेको चिजहरू यही त हो नि ठ्याक्कै। ल हेर्नु त, यही हेर्नु त ठ्याक्कै यही। सीमित जनचेतना, अब यसलाई चाहिँ हामीले दिमागमा राख्ने, परीक्षामा उताको कुरा लेख्ने। ऐनका प्रावधानहरूबारे जनस्तर र संस्थागत जानकारीको अभाव छ। साइबर अपराध जस्ता केही शब्दहरू स्पष्ट रूपमा लेखिएको छैन। साइबर कानुन लागू गर्न आधारभूत संरचना र क्षमताको अभाव छ होइन। सीमापार साइबर अपराध समाधान गर्न हामीले कठिन देखेको छौँ, त्यो सम्बन्धी कुराहरू छैन। अनि साइबर सम्बन्धी विवाद समाधानको लागि विशेष अदालतको आवश्यकता छ हामीलाई, त्यो सम्बन्धी दिएको देख्दैनौँ हामी। ब्लकचेन वा एआई जस्ता नयाँ प्रविधिहरू खोइ त समेटेको। अहिलेको एआईसँग सम्बन्धित विषयवस्तुहरू, त्यसले निकाल्न सक्ने जोखिम, त्यो जोखिम समाधान गर्न के कस्ता कानुनी कुराहरू आउँछन् त भन्ने यी कुराहरू यसमा छैनन्। अनि त्यस पछाडि साइबर सुरक्षाको कमजोरीहरू है, सीमित सरकारवालाको सहभागी। अब यसमा हामीले के देख्छौँ भन्दा यो ऐन निर्माण गर्दा जुन पक्षहरूलाई चाहिँ समेट्नु पर्ने हो, जुन पक्षहरूलाई लिनुपर्ने हो, त्यो पक्षलाई लिएको हामी देख्दैनौँ। सीमित व्यक्तिले बनाएको हो कि जस्तो लाग्छ। किनभने
यस्तो एक त दायरा फराकिलो हुन्छ नि त, निकै फराकिलो हुन्छ क्या। एक्सपर्ट चाहिन्छ क्या हामीलाई, सबै कुराहरू बुझेको, यो बारेमा जानकारीहरू ल्याएको होइन, यो हामी गर्न सक्छौँ, यो क्यापेसिटीमा छौँ, यो रूपमा हामी छौँ भन्ने त्यो टाइपको एक्सपर्टहरू हामीलाई चाहियो। एक्सपर्टिज सर्भिसेसहरूको चाहिँ हामी जहिले पनि त्यसको सपोर्टमा हुन्छौँ, त्यो हामीले देख्दैनौँ। हेर्नु, अनि साइबर सुरक्षा विकनेस छ त्यहाँ, सीमित सरकारवालाको सहभागिता, अघि भनिहालेँ मैले है, ट्रेनिङ छैन है, कानुनको कार्यान्वयन अनि कसरी गर्ने, के कस्ता कुराहरूलाई चाहिँ यो एक्टको अन्डरमा ल्याउने, यी सब कुराहरू हामी देख्दैनौँ। सजायहरू एकदमै कम भयो, अघि भनेको थिएँ मैले, डेटा गोपनीयताको कमी, डिजिटल विभाजन, अघि कसले सबिनाले सोध्यो होइन, हेर्नु त, डिजिटल विभाजन, प्रविधिमा पहुँच नहुने समयको चुनौती, खै त उहाँलाई खोइ ल्याउन सक्यौँ हामीले भन्ने कुराहरू यसमा आउँछ है। अन्तर्राष्ट्रिय समन्वयको अभाव, सबैसँग हामीले गरेको छैनौँ। कम्प्लायन्सलाई नेपालीमा अनुपालन भन्छ के सबिना, व्यवसायहरूले चाहिँ यिनको प्रावधानहरू पालना गर्न, सबै कुराहरू पालना गर्न सक्दैन, हुबहु पालना गर्नु इज भेरी हार्ड, ठिक छ। अनि पीडित कोही भयो यो एकबाट, अथवा भनौँ न कुनै पीडित पक्षहरू छन् भने त्यस्ता पीडित पक्षहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा पनि यो ऐन चाहिँ त्यति बोल्न सकेको हामी देख्दैनौँ। अब कसरी समाधान गर्ने त, अब यो त स्पष्ट छ, हेर्नु, जागरुकता अभियान, शिक्षा सञ्चालन गर्नु पर्यो, हामीलाई थाहा छ। एकमा कडाभन्दा कडा दण्ड सजायको व्यवस्था गरेर मात्रै हामीले चाहिँ त्यसलाई कम्प्लिट गर्न सक्दैनौँ। याद गर्नु होला है, कहिले पनि याद गर्नु, कडा कानुनले अपराधलाई नियन्त्रण गर्दैन, यसमा हामी ढुक्क हुनुपर्छ, त्यसको चेतना आवश्यक छ। हामीले सबैलाई यो जानकारी गराउनु पर्यो, सबैलाई एउटा स्वीकार हुने पर्सनालिटी भएको व्यक्तिले बुझाउनु पर्छ। कानुनको बारेमा धेरैलाई थाहा नै हुँदैन, लेख्छ बालिग मान्छे, 18 वर्ष पुगेको मान्छेले कानुनको ज्ञान छैन भन्नु अक्षम्य अपराध हो भन्छ भन्नको लागि कानुनी भाषामा, तर ज्ञानै छैन, धेरैलाई ज्ञान छैन। हेर्नु न, ठुल्ठुला मान्छेहरू बुढो हुन्जेलसम्म पनि यस्ता कम्प्लायन्सहरू चाहिँ के हुन्, कस्ता कुराहरूमा चाहिँ हामी सचेत हुनुपर्छ भन्ने थाहा नै छैन। तपाईँ हामी नै हेर्नु न, लोकसेवाको विद्यार्थी हौँ, हामीले अहिलेसम्म नेपालको संविधान कङ्क्रिट रूपमा बुझेको छैन। हेर्नुहोस् त, मुलुक ऐन बुझेको छैन छ त, मुलुक ऐनमा देवानी संहिता भनेको के हो, फौजदारी संहिता भनेको के हो, हजुरहरू पर्फेक्ट छ त यसमा? छैन, पढ्नु नै भएको छैन। कस्ता कस्ता अपराधहरू चाहिँ फौजदारी संहिता अन्तर्गत आउँछन्, कस्ता कस्ता अपराधहरू चाहिँ देवानी लेनदेन सम्बन्धी आउँछन्, हाम्रो संविधानमा के कस्ता मौलिक हकहरू छन्, अनुसूचीमा के कस्तो व्यवस्था गरिएको छ, राजस्वको बाँडफाँड सङ्घ प्रदेश स्थानीयमा के कस्तो छ, यी सबै कुराहरू हामी पर्फेक्ट हुनुपर्छ सबै होइन। निर्मला म्याडम, यसमा त अझै चिन्ता लिनै पर्दैन, हाम्रो यहाँ सबै जेरै जस्तो अवस्था, जेरै जस्तो, त्यो भएर एकैचोटि यो डेभलप हुने होइन नि त निर्मला म्याडम, बिस्तारै बिस्तारै पढ्दै 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 जानुपर्छ। यो लोकसेवा भनेको हामी लम्बे रेसमा छौँ, लम्बे रेसमा है, हामी लम्बे रेसका घोडा हौँ, घोडा, त्यति इनर्जी हामीसँग छ, त्यो भएर घोडा भन्ने टर्म हामी युज गर्छौँ है। हामी यहाँ थाक्नु हुँदैन, आतिनु हुँदैन, अधैर्य हुनु हुँदैन। कानुन सबै एक लट मूल कानुन पढेपछि अनि यस्ता कानुनहरू सजिलैसँग हामी बुझ्न सक्छौँ। यही कुरोलाई चाहिँ मैले यहाँ फोकस गरिरहेको छु है। अब हेर्नुहोस् त, संशोधनका कुराहरूमा यही छ, संशोधनका कुराहरू होइन। त्यसपछि अन्य कुराहरूमा साइबर अपराधको लागि एउटा छुट्टै अदालत चाहियो हामीलाई, कुन क्षेत्रभित्र के कस्ता कामहरू पर्छन्, यो कुराहरू छन् हो नि, कसैले पढेको हुन्न सिर्जना। त्यही भएर त हामीलाई अवेरनेस चाहियो, जागरुकता भनेकै त्यही हो, एकदम सही कुरा गर्नु। कहीँ कसैले त पढेकै हुन्न, मान्छेलाई थाहा नै हुँदैन क्या। अनि अब त्यसको लागि चाहिँ सरकारले नै के गर्नुपर्छ भन्दा अवेरनेस प्रोग्रामहरू ल्याउनुपर्छ कि
अवेरनेस प्रोग्रामहरू ल्याउने, क्याम्पेनहरू गर्ने होइन, बेला बेलामा कानुनको बारेमा सबलाई जानकारी गराउनुपर्छ क्या। यस्तो हो, यसले यस्तो भन्छ, यो काम चाहिँ हामीले गर्न मिल्छ, यो काम गर्न मिल्दैन होइन, यस्तो यस्तो कुरा गऱ्यो भने चाहिँ लिगल अफेन्समा आउन सकिन्छ। यी चिजहरू हाम्रो लागि गाह्रो छन्, यसरी हामीले हेर्नुपर्छ। नयाँ प्रविधि हेर्नु न, अहिले आइटीका नयाँ चिजहरू छैनन्, साइबर सुरक्षाहरू कहीँ कतै उ गर्ने। अब यी नेपालमा अस्ति मैले हेरेँ है, त्यो फेक आइडी त रिकगनाइज हुँदो रहेनछ, कस्तो गाह्रो रहेछ। हाम्रो जेनजी आन्दोलनमा मिसलिड गर्नेहरूको आइडी हेर्दा कतिपय चिजहरू त सरकारले नै पत्ता लगाउन नसक्दो रहेछ, यस्तो हुन्छ। अनि त्यो अब म्यानिपुलेट गर्ने टाइपको त्यस्तो उसलाई चाहिँ कडा रूपमा निगरानी गर्नुपर्ने हुन्छ कि सोसियल मिडियामा। ट्रेडिङका कुराहरू, सजाय जुन यहाँ राखिएको सजायहरू छ एकदम कम छ, त्यो सजाय पुग्दैन, त्यसलाई बढाउनु पर्यो है। अनि डेटा गोपनीयता भन्छौँ हामी, यसमा चाहिँ सेन्सिटिभ किसिमका डेटाहरू, पर्सनल डेटाहरू, अर्गनाइजेसन डेटाहरूलाई चाहिँ एकदम अनाधिकृत पहुँचबाट जोगाउनुपर्छ है। डिजिटल विभाजनलाई सम्बोधन, सबैको लागि डिजिटल पहुँच प्रवर्धन गर्नु पर्यो, सबैको लागि। यो कुनै एउटा वर्गले मात्रै डिजिटल पाउने होइन। अनि वैश्विक सहकार्य भन्छौँ है, यो भनेको चाहिँ विश्वव्यापीकरण है, ग्लोबलाइजेसन, ग्लोबल्ली कनेक्टेड भन्छौँ। ग्लोबल्ली एकदमै हो सृजना म्याडम, ठ्याक्कै यही हो। हामीसँग इफिसियन्ट म्यान पावर टेक्नोलोजी सबैको ल्याक छ होइन, सिस्टमले नै त्यो सपोर्ट गर्न नसकेको हामी देख्छौँ। मेन यसको प्रब्लमै त्यही हो सृजना। जुन लेभलमा गर्नुपर्ने हो त्यो गर्न सक्ने एक्सपर्टिजहरूको पनि अभाव छ, नम्बर 1। प्रणाली पनि हामीले डेभलप गर्न सकेको छैन, नम्बर 2। प्रणाली डेभलप गर्नलाई एकदमै टाइम लाग्छ। जेनजीभन्दा अगाडि एउटा प्रणाली थियो नि त हाम्रो, त्यो कि थिएन? तर त्यो प्रणाली कति अस्पष्ट थियो हेर्नु त, करप्ट थियो, अस्पष्ट थियो होइन। हाम्रो मूलधारका पार्टीहरूसँग गएर केही कुरो राख्यो, उनीहरूले चाहिँ खिसिटोरी भन्छ नि, मजाक मोडाइदिन्थे, टेर्दैन थियो। कति कम्प्लेक्स थियो हेर्नु न, सेवा पाउन कति गाह्रो थियो। यो बिचमा मैले 2-4वटा अड्डा अदालत हेरेँ बिचमा, जेनजी पछिको है। व्यापक एउटा डर छ कर्मचारीहरूलाई, स्थानीय निकायहरूलाई। कति सुधार छ। यो के हो त भन्दा सोचको पनि एउटा चाहिँ विकास हो, हामीले त्यो पनि राख्नु पर्यो। अनि यो चाहिँ नजान्नुको पछाडि त्यही अघि भने जस्तै हामीसँग त्यो शिक्षा नै भएन त्यो सम्बन्धी। त्यो भएर त्यो शिक्षा चाहियो। अनि यो चाहिँ वैश्विक भनेको विश्वव्यापी है, विश्वव्यापीलाई हामी वैश्विक सहकार्य भन्छ। यो चाहिँ ग्लोबलाइज हामीले चाहिँ एउटा कोलाबोरेसन गर्नुपर्छ भन्न खोजेको है, सीमा पार। यो चाहिँ अपराध संसारभरि नै एउटै, चाहे त्यो आफ्नो देशमा होस् या आफ्नो देशको बााउन्ड्री बाहिर होस्, अपराध हो, त्यसलाई हामीले एउटै तवरबाट हेर्नुपर्छ। अनि अघि अनुपालन भनेको कम्प्लायन्सलाई चाहिँ अब हामीले सिम्पल बनाउनु पर्यो, सिम्पल है। अनि त्यो पालना गर्न पनि सक्ने कतिपय चिजहरू व्यवहारिक रूपमा पनि बनाउनु पर्छ। व्यवहारिक रूपमा हामी कहाँ चाहिँ कस्तो हुन्छ भने कानुन हुन्छ, व्यवहारमा हामी अर्कै देख्छौँ। अन्त कानुनको कुरो र व्यवहारिक कुरामा फरक आउने बित्तिकै त्यसलाई इम्प्लिमेन्ट गर्न अत्यन्तै गाह्रो हुन्छ, अत्यन्तै गाह्रो। त्यो चाहिँ गराउनु भएन, त्यस्तो छ। अनि पीडित सहायता प्रणाली भन्छ। अब यो साइबर बुलिङबाट भिक्टिम भएका कुराहरू या विद्युतीय कारोबार है, डिजिटल प्लेटफर्मबाट कोही भिक्टिम भएको छ भने कसरी उनीहरूलाई सहायता गर्ने त, उनीहरूलाई चाहिँ कसरी सर्वसुलभ इजी तरिकाबाट न्याय दिन सकिन्छ भन्ने विषयमा चाहिँ एउटा कोर टिमै डेभलप गर्नुपर्ने हामीले देख्छौँ। यो चाहिँ नेपालको सबैतिरै छ है। यति हेरी हामीले हेरिसपछि आउँछ। अब इम्पोर्टेन्ट टर्मिनोलोजिज भनेर राखिदिएको छु साथीहरू मैले। यो अब हजुरहरूलाई अरू टपिकमा काम लाग्छ है, यहीँ टाइम नलागे पनि अरूतिर लाग्छ। यो हेर्नु त, एसिमेट्रिक क्रिप्टो सिस्टम। नेपाली मिडियमको साथीले यसरी इङ्ग्लिसमा पनि लेख्न सक्नुहुन्छ, नेपालीमै यसरी पनि लेख्न सक्नुहुन्छ, एसिमेट्रिक क्रिप्टो सिस्टम भनेर। जुन इजी हुन्छ त्यसरी गर्नु है। यो जोडी साँचो भन्छौँ यहाँ। अब यो चाहिँ हाम्रो पासवर्ड हो, की हो है, डिजिटल हस्ताक्षर
ठ्याक्कै सोधिदिन सक्छ कि कहिलेकाहीँ के हो डिजिटल हस्ताक्षर भन्यो भने अब हामीले ट्याक्क 2 नम्बरमा आइदिन सक्छ। त्यस्तोमा हामी त्यसरी लेखिदिने हो डिजिटल हस्ताक्षर नि त देखाएको कुराहरू हस्ताक्षरकर्ताको सार्वजनिक साँचोसँग सङ्गति राख्ने किसिमको निजी साँचो प्रयोग अभिलेखको रूपान्तरणको सिर्जना गरिएको थियो वा थिएन अनि विद्युतीय अभिलेखको रूपान्तरण गरिएदेखि पारम्भिक विद्युतीय अभिलेख परिवर्तन गरिएको यस्ता कुराहरू चाहियो। पहुँच प्रमाणपत्र यसरी राखिदिएको छु। यति गरिसकेपछि अनि हामी बल्ल क्वेसन एन्सर बेसमा यसरी जान्छौँ। पहिलो यसको क्वेसन यहाँ चाहिँ हेर्नुहोस् त फर्स्ट यहाँ चाहिँ विद्युतीय कारोबार ऐन 2063 अनुसार विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षर सम्बन्धी कस्तो व्यवस्था गरिएको छ यो तरिकाबाट परीक्षामा क्वेसन आउँछ है। यो चाहिँ अब म हजुरहरूलाई ठ्याक्कै भोलि बिहान 5 बजेको क्लासमा गराउँछु। ल साथीहरू मौसम चेन्ज छ। भ्याली बाहिरका साथीहरूलाई त खासै फिल भएको छैन। पश्चिमतिर अलिक पहाडी भेगका साथीहरूले फिल गर्नुभएको होला। काठमाडौँमा पनि बिहानदेखि नै पानी परिरहेको छ। हिजोदेखि मौसम बिग्रेको छ। 81 यति छिटो चिसो नआउनु पर्नेमा आएको छ। यसको बावजुद पनि हजुरहरू मसँग प्रत्यक्ष रूपमा यो 1.5 घन्टाको क्लास एटेन्ड गर्नुभयो। लामो ग्यापपछि मलाई साह्रै खुसी लाग्यो। र नयाँ साथीहरू आज अब निर्मला म्याडमले मसँग बढी क्वेरिज राख्नु भएकोले उहाँको चाहिँ ठ्याक्कै मैले नोटिस गरेँ। अरू साथीहरू पनि हुनुहोला क्वेरिज नगर्नेहरू सबै साथीहरूलाई म के भन्न चाहन्छु त भन्दाखेरि बिस्तारै बुझिन्छ, हातिनुहुन्न। एक्ट पार्ट भनेको गाह्रै हो। लोकसेवाका प्राय पार्टहरू अलिक कम्प्लेक्स नै हुन्छन्। सिम्पल रूपमा हामी जाने हो, यही प्याटर्नबाट जाने हो। भोलि म यसलाई अझ सहजीकरण गर्छु। अझै 2-4 एक्टहरू हाम्रो पुरानै सिरिजको बाँकी छ, त्यसलाई हामी सकाउँछौँ र भरे बेलुका 6 बजे म्यानेजमेन्ट स्ट्रिमबाट हामी पढ्छौँ है त। ल सबै साथीहरू नमस्ते। हजुरहरूको आजको दिन शुभ रहोस्। सृजना म्याडमले भने जस्तै सियु इभिनिङ भरे 6 PM साप बेलुका म्यानेजमेन्ट पढ्ने गरी भेटौँ है त। यो 2-3 दिन हामी कम्बाइन्ड म्यानेजमेन्ट पढ्छौँ। कम्बाइन्ड म्यानेजमेन्ट सबै ब्याङ्कको हुने गरी हामी हेर्छौँ है त। सन्डेबाट चाहिँ अनि हाम्रो स्पेसलाइज क्लासहरू हुन्छ, हामी छुट्टिन्छ है त साथीहरू। ल नमस्ते। थ्याङ्क यू सो मच फर योर एक्टिभ पार्टिसिपेसन। बाई।